शास्त्रको अध्ययन भएन भने हामीले जीवनमा न वास्तविक हाम्रो लक्ष्य प्राप्त गर्छौँ न हामीले खोजेको आनन्द प्राप्त गर्छौँ। यो दुइटै प्राप्त गर्ने अरू कुनै मार्ग छैन। एनर्जी क्यान बी ट्रान्सफर्म बट नट डिस्ट्रोयड भनेर हामीले फिजिक्समा पढ्यौँ। बाहिरको कन्ट्रीमा त खोइ त हाम्रो चिनाहरू कुण्डली त मिलाइदिएन, उनीहरू पनि त ह्याप्पी भएर बसेका छन्। अब क्राइम रेट, डिभोर्स रेट, डिप्रेसन रेट, मेन्टल फ्रस्ट्रेसन रेट पनि त हेरौँ त। उसो भएदेखि दोस्रो ठुलो मार्केट भनेकै त्यो ब्युटी प्रोडक्टहरूको छ कि। मलाई फुल मनपर्छ भन्नु र फुललाई माया गर्छु भन्नु फरक छ नि। गुरुकुलको पनि निर्माण गर्नुभएको छ जसमा विद्यार्थीहरू रहिराख्नु भएको छ, विभिन्न जात जातिको हुनुहुन्छ। विद्यार्थीको परीक्षा हामी पनि लिन्छौँ तर जात हेरेर होइन। आदरणीय दर्शक महानुभावहरू, यहाँहरू सबैमा नमस्कार। म कार्यक्रम सञ्चालिका मालती पराजुली उपस्थित भइसकेको छु। धर्मको यात्रा, विज्ञानको खोज, शास्त्रको वचन, युवाको सोच कार्यक्रम युगान्त ज्ञानको नयाँ श्रृङ्खलामा हामी उपस्थित भइसकेका छौँ। आज हामी एउटा नयाँ पहिलो पाइलामा छौँ, युगान्त ज्ञान, जहाँ विज्ञान, वैदिक शास्त्र, आध्यात्मको पुरा सङ्गम हुनेछ। कथा प्रवचन गुरुदेवहरूको मुखारविन्दबाट हामीले धेरै सुन्यौँ, तर उहाँका व्यक्तिगत जीवन युवा पुस्तालाई धार्मिक क्षेत्रमा कसरी जोड्न सकिन्छ, वैदिक सनातन धर्मलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा हामी चर्चा गर्नेछौँ। र यही क्रममा मसँग अत्यन्तै आदरणीय, परम श्रद्धेय, परम पूजनीय, हामी सबैले चिनिराखेको अनुहार अत्यन्तै आदरणीय श्रीवास कृष्णदास प्रभुजी महाराज हुनुहुन्छ। आउनुहोस् उहाँसँग कुराकानी गर्नेछौँ। हरे कृष्ण प्रभुजी। हरे कृष्ण। आरामै हुनुहुन्छ? हजुर। आजको दिन कसरी बित्दैछ? भगवत कृपाले दिन सुरम्य र बडो आनन्दका साथ व्यतीत हुँदैछन्। यसै पनि हाम्रा दिनहरू भनेका सामान्यतया आनन्दमय नै हुन्छन्, साधनामय नै हुन्छन्। जहाँ साधनामय जीवन छ त्यहाँ आनन्दमय जीवन हुन्छ। कारण जीवन आनन्दमय छ। र हामी जस्तो युवा पुस्ताले पनि जीवन आनन्दमय बनाउनुको लागि के गर्नुपर्छ जस्तो लाग्छ हजुरलाई? सबैभन्दा महत्त्वपूर्ण कुरा त आनन्दको परिभाषा के हो भन्ने नै बुझ्नुपर्छ। कि हामी आनन्द भन्दै गर्दा केलाई आनन्द भन्छौँ भन्ने कुरा बुझ्नुपर्छ। जस्तो कसैलाई भोजनको सोखिन छ, कोही भोजनको सोखिन छ, अब उसलाई चाहिँ भोजनमा आनन्द आउँछ भन्ने उसको अनुभूति हुन्छ। उसलाई अनुभव के हुन्छ भने भोजन गर्न मिठो मिठो खानेकुरा पाएँ भने, होइन 56 भोग चाहिँ मलाई प्राप्त भयो भने, यो 84 व्यञ्जन प्राप्त भयो भने म खुसी हुन्छु होला, मलाई चाहिँ आनन्द प्राप्त हुन्छ होला भन्ने हुन्छ। तर त्यो कहिलेसम्म भन्ने कुरो हुन्छ। अब कसैलाई मिष्ठान्नमा चाहिँ बडो सोख छ, मेरै उदाहरण रसवरी बहुत मनपर्छ, त्यसो भनेर 100 ल्याएर खान्दे भन्दै त आनन्द हुन्न नि। 8-10 खाइन्जेलसम्म त रमाइलो लाग्ला, बहुत माया गरेछ नै मलाई भनेर। तर 100 जबरजस्ती खुवायो भने आनन्द हुन्छ हुन्न नि, त्यो त सजाय दिएको भयो। मान्छे आनन्दको परिभाषा के हो त्यहाँबाट बुझ्नु पर्यो। आनन्द भन्नासाथ, सुख भन्नासाथ, खुसी भन्नासाथ त्यो कस्तो हुनु पर्यो भने एभर इन्क्रिजिङ हुनु पर्यो। आजभन्दा भोलि बढ्नु पर्यो, भोलिभन्दा पर्सि बढ्नु पर्यो, अहिलेभन्दा एकछिन पछाडि अझ बढ्नु पर्यो। जस्तो मान्छे समुद्रमा डुब्यो भने अहिले डुबेको क्षणभन्दा प्रति सेकेन्ड उसलाई चाहिँ कठिनता बढ्दै जान्छ नि, गाह्रो हुँदै जान्छ नि। जस्तो डुब्न साथ र डुबेको 2 मिनट पछाडिको त्यो कठिनता चाहिँ त्यो अतुलनीय हुन्छ, यति कठिन हुँदै जान्छ। त्यस्तै आनन्दमा जो छ, सुखमा जो छ, उसको चाहिँ यो पलभन्दा अर्को पल झन्झन झन्झन त्यो उल्लासमय हुँदै जानु पर्यो क्या, बढ्दै जानु पर्यो। त्यसलाई चाहिँ आनन्द भन्नु पर्यो। अब हामी भौतिक विषयबाट, भौतिक वासनाबाट, भौतिक वस्तुबाट आनन्द प्राप्त गर्न खोज्छौँ नि, त्यो चाहिँ सुरु गर्दै गयो, बढ्दै जानुपर्ने आनन्द घट्दै जान्छ। रसवरी एउटा खाँदा मिठो भइरहेको थियो, 2टा ठिकै, 3टा, 4वटा, 5वटा, 10वटा, अब सजाय सुरु हो, 12-15। कसैले होइन आनन्द आउँछ 100 खानुपर्छ भनौँ भनेदेखि त त्यो त आनन्द 10-12 सक्यो। अब भौतिक वस्तुमा जो हामीले आनन्द प्राप्त गर्न खोजिरहेको छौँ, सबैले खोजेको त त्यही। आखिर जगतमा सबैको स्वभाव के हो भने, सबै जति पनि मान्छेको मात्र नभएर यो जगतमा जति पनि जीव छन् सबैको स्वरूप के हो भने, यी सबै मामै वांशो जीवलोके जीवभूत सनातन भन्नुहुन्छ भगवान कृष्णले गीतामा। कि यो जगतमा भएका हरेक जीव, मनुष्य मात्र होइन, मान्छे मात्र होइनन्, मामै वांशो जीवलोके जीवभूत सनातन, सम्पूर्ण जीवहरू भगवानका अंश हुन्। पछि सच्चिदानन्द छन्। भगवान त सच्चिदानन्द हुनुहुन्छ। पछि भगवानका अंश भएका कारण आगो भयो, आगोको झिल्का पनि आगो नै हो नि, त्यसले ठाउँ पायो भने त्यसले पनि त्यत्रै आगो निम्त्याउन सक्छ। एकदम त्यस्तै गरी हामी भगवानका अंश भएका कारण हामी सच्चिद र आनन्दमय नै छौँ। जब हामीले हाम्रो वास्तविक स्वरूप बुझ्छौँ नि, अनि हामीलाई आनन्द आउने हो। आनन्द तब प्राप्ति हुन्छ किन आफूलाई चिने पछाडि आनन्द प्राप्ति हुन्छ। त्यही भएर यसलाई चाहिँ हामी आत्मा साक्षात्कारको विज्ञान भन्छौँ। यो यस्तो विज्ञान हो जसको मार्गमा हिँड्न लागे पछाडि वास्तवको आनन्द के हो भन्ने कुराको अनुभूति हुन लाग्छ।
अब अहिले चाहिँ के छ भने हाम्रो स्वरूप सच्चिदानन्दमय भएका कारण, हामी जीवात्मा भएका कारण खोज्न चाहिँ आनन्द नै खोज्छौँ। तर यो भौतिक देहमा बन्धनमा भएको, बद्ध अवस्थामा भएका कारण त्यो आनन्द चाहिँ के हुन्छ भने हामीसँग गलत कुराबाट खोज्छौँ क्या। बन्धनमा जस्तो बाँधिएको व्यक्तिले चाहिँ, जेलमा भएको व्यक्तिले आनन्द खोज्नु पर्यो भनेदेखि छुट्ने बारेमा सोच्नुपर्छ नि जेलबाट। तर भइ के रहेछ भने जेलमा, ओहो म त जेलमा छु, नाइके हुन पाए आनन्द हुन्थ्यो कि, भान्से हुन पाए आनन्द हुन्थ्यो कि, भाइ नाइके हुन पाए आनन्द। अरे भाइ नाइके भयो नि, नाइके भयो नि, भान्से भयो नि, आखिर जेलभित्रै त छ। त जेलभित्र आनन्द कस्तो भन्छ। यहाँ पनि के हो भने यो भौतिक शरीरको बन्धनमा रहिन्जेल, पञ्चभौतिक शरीरमा रहिन्जेल यसबाट प्राप्त हुने जुन त्रिताप छ, जुन भौतिक क्लेश छन्, यहाँ त जन्म मृत्यु जरा व्याधिदेखि लिएर आदि भौतिक आदि दैविक आध्यात्मिक आदि क्लेशहरू छन्, त्रितापहरू छन्, त्यसबाट त पीडित भइ नै राख्नुपर्छ। भन्छ यसबाट उपरत कसरी हुने भन्ने कुरा बुझ्यौँ भनेदेखि त्यो चाहिँ कारागृहबाट मुक्ति खोजेको जस्तो भयो आनन्द होइन। यहीँ बसेर तिर्खा लागेको छ, पानी खाँदा हुन्छ कि, नरियलको पानी खाँदा हुन्छ कि, फलफुलको जुस खाँदा हुन्छ कि, कोका कोला पिउँदा हुन्छ कि, पेप्सी पिउँदा हुन्छ कि भनेर जुन आनन्द खोज्छौँ नि, त्यो आनन्द चाहिँ कस्तो भने जेलभित्रै बसेर होइन, ए ल उहाँ नेताज्यू चाहिँ जेल पर्नुभएको छ, उहाँको चाकरी गर्यो भने अलि खुसी हुन्थ्यो कि, किन नेताज्यूका त भिआइपी आउँछन्, भेटघाट हुन्थ्यो होइन, अलि रमाइलो हुन्थ्यो। त्यस्तो शैलीले त आनन्द प्राप्त होइन नि। आखिर बन्दी भनेको बन्दी नै हो, त्यसै गरी बद्ध अवस्थामा भनेको बद्धता नै हो। यसकारण आनन्द यदि हामीले साँच्चै चाहन्छौँ भने हामी जुन अहिले चाहिँ हाम्रो बाटो जुन छ नि, यो हाम्रो मिसडाइरेक्टेड छौँ कि, हामी गलत बाटोतिर दौडिरहेछौँ, बाटो सही गर्नुपर्छ। अब त्यसका लागि भनेको एउटै उपाय अध्ययन हो। अध्ययन, शास्त्रको अध्ययन। शास्त्रको अध्ययन भएन भने हामीले जीवनमा न वास्तविक हाम्रो लक्ष्य प्राप्त गर्छौँ, न हामीले खोजेको आनन्द प्राप्त गर्छौँ। यो दुइटै प्राप्त गर्ने अरू कुनै मार्ग छैन, साधुसङ्घ र शास्त्र अध्ययन। र साधुसङ्घले मात्र पनि हुन सक्थ्यो, तर अहिले समाजमा समस्या के छ भने साधुहरू चाहिँ कसलाई भन्ने कुराको पनि प्रश्न छ। तर साधु सँगसँगै शास्त्र अध्ययन पनि चाहियो। शास्त्र अनुसार चल्ने चाहिँ साधु हुन्, मनमौजी चल्ने चाहिँ साधु होइनन्। ती चाहिँ अहिले त समाजमा यसै पनि अब कपाल सट्टै काटो भने पनि साधु हुन्छ, झ्याप्प पालो भने पनि साधु हुन्छ। हुन त अब समाज चाहिँ गाडी चलाउनलाई ड्राइभर भन्नुपर्ने, उहाँ पनि गुरु भए समाज हो। अब गुरुको अनुगत्य हुनुपर्छ, शरणागति हुनुपर्छ भनेर गाडी चलाउने गुरुको अनुगत्य भएर त जीवनको वास्तविक लक्ष्य प्राप्ति हुन्न। जहाँसम्म पुग्नु पर्ने त्यहाँको लक्ष्य चाहिँ प्राप्ति हुन्छ। गाडीबाट यहाँदेखि त्यहाँ, खासमा त्यो गाडी चलाउनलाई पनि गुरु भन्ने त्यही कारणले हो कि गन्तव्यमा पुर्याउँछन् भनेर। पछि वास्तविक गुरु भनेको जसले गन्तव्यमा पुर्याउँछ, जीवनको लक्ष्य देखाउँछ। तर अहिले चाहिँ के भयो भने साधुहरू पनि शास्त्र अनुकूल यदि चल्दैनन् भने ती साधु होइनन्। यसकारण शास्त्रको अध्ययन पनि हुनुपर्छ र साधुको श्रवण, किनभने साधुसँग शास्त्रकै हाम्रा सम्पूर्ण शास्त्रहरूमा हेर्ने हो भने साधुको सङ्घकै महात्म्य छ। तर अब साधु शास्त्र अनुसार चल्नु पर्यो। यसकारण असाधु शास्त्र अनुसार चलेका छन् कि छैनन् आफूले पनि परीक्षण गर्नुपर्ने। त्यसका लागि शास्त्र अध्ययन चाहिन्छ। शास्त्रको अध्ययन र साधुको सङ्घ, यो दुईटा जीवनमा भयो भने जीवनको लक्ष्य पनि प्राप्ति हुन्छ, जीवन आनन्दमय हुन्छ। त्यो आध्यात्मिक रूपमा मात्र होइन, भौतिक रूपमै पनि। किनभने सबैलाई आध्यात्मिक रूपमै चाहिँ परम लक्ष्य प्राप्ति गर्नु छ भन्ने पनि त हुँदैन। हामीले महाभारतै हेऱ्यौँ भने पनि महाभारतमा ती सबै जो क्यारेक्टरहरू छन् नि, हरेक आफ्ना आफ्ना लक्ष्य थिए र तत् अनुरूपको सङ्घ गर्थे। तर सबैको सङ्घ हुन चाहिँ साधुहरूसँगै हुन्थ्यो। र हामी साधुहरूसँगै जाँदाखेरि पनि सबैलाई चाहिँ निकुञ्ज लीला सुनाएर पठाउन्न नि त, योग्यता पात्रता हेरेर दिने हो। अब जसलाई यहाँ भौतिक इच्छा कामना नै यति धेरै छ, तिनलाई उहाँ सबै थोक छोडेर चाहिँ न धनम न जनम न सुन्दरीम कविताम जगदीश कामै भन्न लाग्यो भने त भोलिपल्ट एउटा भागिहाल्छन्। साधुले पनि मान्छे हेरेर दिने हो कि शिष्यको जो उनीहरूको जो पात्रता छ, पात्रता अनुरूप दिने हो। त्यो पात्रता अनुरूप पाइन्छ, तर वास्तविक साधुको सङ्घ र शास्त्रको अध्ययनमा चाहिँ हामी रहनुपर्छ। अहिलेका हामीले युवा पुस्तालाई धार्मिक र आध्यात्मिक क्षेत्रमा जोड्नु पर्दा उहाँहरूलाई पनि यही भन्ने हामीले होइन, अध्ययन गर्नुपर्छ। अब यो कस्तो हुन्छ भने हामीले के गर्न सक्छौँ भने कसैले चाहिँ मह कस्तो हुन्छ भनेर सोध्यो भने गुलियो हुन्छ भनेर बताउन सकिन्छ। गुलियो भने कस्तो हो भनेदेखि त च्याप्प समातेर चाहिँ मुखा चटाइदिनै पर्यो नि त, नत्र कसरी बताउनु त यो गुलियो भने कस्तो हो भन्नेलाई। मह कस्तो हुन्छ भनेर सोध्दा गुलियो हुन्छ, कस्तो हुन्छ गुलियो भने कस्तो हो भनेदेखि अब उपाय दुईटा छ। एउटा भोलिन्टियरली उसले लिनु पर्यो, चाखी हेरौँ न थाहा भइहाल्छ नि भनेर एउटा कि उसले चाख्नु पर्यो, नभएदेखि च्याप्प समातेर चाहिँ जबरजस्ती एकचोटि चाहिँ जिब्रा लगाइदिनु पर्यो। त्यही दुईटा उपाय छ। अब पहिलो उपाय प्रगति गर्ने खालको उपाय हो, दोस्रो उपाय त्यति त्यो प्रगति पथमा लम्किने खालको नहुन नि सक्छ होइन, जबरजस्ती खाइयो भने। त्यही भएर के हो भने हामीले खोजेका छौँ, हामी हरेक कुरामा प्रयास गरिरहेछौँ नि भने यता पनि एकपटक प्रयास गरेर हेरौँ। र
हाम्रो जीवन त प्रत्यक्ष रूपमा उदाहरण हो नि। हामीले खोजी गऱ्यौँ, भेट्यौँ, यसरी अडेका छौँ, यसरी टिकेका छौँ कि हामी खुसी छौँ। यो पनि भनिन्छ नि, अब योग गरेर, ध्यान गरेर, मेडिटेसन गरेर, मन्दिर गरेर पशुताएको कोही छ। एउटा त्यो, अर्को के पनि हो भने यदि प्रणालीमा पद्धतिमा रहेर गर्ने हो भनेदेखि सुरु गरे पछाडि व्यक्ति फर्किन सक्दैन। यो आध्यात्मिक मार्ग कस्तो हो भने जति अगाडि बढ्दै जान्छौँ नि, हाम्रो त्यो पछाडिको बाटो आफै भाँसिँदै जान्छ। पछाडि फर्केर हेर्नै पर्दैन कि अगाडि यति राम्रो देखिन्छ कि पछाडिको बाटो आफै भाँसिँदै जान्छ। हामीलाई त्यो आवश्यकै पर्दैन कि भनेको फर्किन्न, हामी फर्किँदैनौँ। जो आध्यात्मिक मार्गमा अगाडि बढ्छ वास्तविक रूपमा, अब जो पाखण्डै मात्र गर्न बढाएको थियो ती व्यक्ति फर्किन नि सक्छन्। प्रायः त्यसरी फर्केका खौलामा पर्छन्। किन पर्छन् भने त्यो वास्तवमा आध्यात्मिक भएर भन्दा पनि केवल पाखण्ड गरिराखेका थिए, त्यही भएर फर्किने विचार आउँछ। फर्किनु भनेको खाल्डा झर्नु नै हो एकदम। तर जसले वास्तवमा बुझेर र भगवत कृपा नै भएर अगाडि बढेको छ त्यो व्यक्ति पछाडि फर्केर हेर्दैन, हेर्नुपर्ने आवश्यकतै पर्दैन। हजुरहरू पनि जो युवा पुस्ताले हामीलाई हेर्दै हुनुहुन्छ, हजुरहरू आफ्नो जीवनमा आनन्दित हुन चाहनुहुन्छ, खुसी हुन चाहनुहुन्छ भने शास्त्रको अध्ययन र साधुको सङ्गत अवश्य पनि गर्नु होला। र त्यसै गरी महाराजजी, हजुर त आइटी सेक्टरको पनि हुनुहुन्छ। हजुरलाई म यो भौतिकवाद र आध्यात्मिकको अन्तर सम्बन्ध कस्तो छ त? अब अलिकता जस्तो त्यहाँ अगाडि राखिएका पुस्तकहरू, दुईटा पुस्तकहरू, जुन त्यो एउटा ओरिजिन अफ साइन्स भन्ने पुस्तक भयो, अर्को अन्डरस्ट्यान्डिङ द स्पेस टाइम कन्टिन्युम एज मेन्सन इन श्रीमद् भागवतम अथवा मेन्सन इन वैदिक स्क्रिप्चर्स भन्ने यी दुईटा पुस्तकहरू छन्। विशेष गरी यी दुईटा पुस्तक चाहिँ हामीले अध्यात्म र भौतिक अन्तर्घोलन अन्तर सम्बन्ध कस्तो हुन्छ भन्ने सम्बन्धमा पनि चर्चा गरेका छौँ। त्योभन्दा पनि मुख्य कुरा हामीले बुझ्नुपर्ने के छ भने विज्ञान भनेको के हो भन्नेतिरै बुझ्नु पर्यो कि हामीले विज्ञान केलाई भन्छौँ भन्ने कुरो। कसैले दुर्वचन लगायो हामीलाई चाहिँ झनक्क रिस उठ्छ अथवा चित्त दुख्छ। अब यो न म्याथमेटिकल्ली यसलाई न गणितीय हिसाबमा चाहिँ कुनै सूत्र लगाएर प्रमाणित गर्न सकिन्छ, न यसलाई ल्याबमा गराएर देखाउन सकिन्छ। ल्याबमा कसरी परीक्षण गर्ने, तर भइरहेको छ, प्र्याक्टिकल्ली देखेको छ नि। फेसियल एक्सप्रेसनदेखि लिएर अलि बल भए मान्छेहरू छन् त बजाइ पनि दिन्छ होइन, फिजिकल्ली त्यसको चाहिँ एक्सन पनि देखिरहेको हुन्छौँ मान्छे। अब यसलाई विज्ञान भन्ने कि नभन्ने भन्ने कुरा, यदि हाम्रो अहिलेको विज्ञानको परीक्षण प्रणालीलाई मान्यो भने यसलाई विज्ञान भन्न मिल्दैन। किन यो न म्याथमेटिकली भेरिफाई हुन्छ होइन, न यसलाई ल्याबमा ट्याक्कै गरेर देखाउन मिल्छ। यो वाला शब्दको आउटकम यो हुन्छ भनेर ल्याबमा गरेर देखाउन सकिन्न। म्याथमेटिकल्ली यसलाई भेरिफाई गर्ने कुनै सूत्र पनि छैन, तर भइरहेछ नि, हुन त भइरहेछ नि। अनि अब यसलाई विज्ञान भन्ने कि नभन्ने, अब जस्तो सामान्यतया आत्माकै सम्बन्धमा चर्चा गर्दा हामी आत्मा साक्षात्कारको विज्ञान भन्छौँ। अनि कहिलेकाहीँ साथीहरूलाई के हुन्छ भने विज्ञान किन भनिस् भन्छन्। अनि म सोध्ने गर्छु, अब एनर्जी क्यान बी ट्रान्सफर्म बट नट डिस्ट्रोइड भनेर हामीले फिजिक्समा पढ्यौँ। एनर्जी चाहिँ के हो भने ऊर्जा भनेको ट्रान्सफर्म गर्न सकिन्छ, यसलाई रूपान्तरित गर्न सकिन्छ, तर डिस्ट्रोय गर्न सकिन्न। यसलाई चाहिँ निमिट्यान्न बनाउन, सकाउन, सिद्ध्याउन सकिन्न। यदि त्यो सिद्धान्त मानियो भने हाम्रो यो शरीर चलाउने चेतन तत्त्व आत्मा चाहिँ विज्ञान हो कि होइन त? उसो भए किन एउटा चेतनाले सञ्चारित भएर यो शरीरलाई चलाइराखेको होला नि? त्यो एउटा ऊर्जाले यो शरीरलाई चलाइराखेको छ नि। जब त्यो ऊर्जाले यो शरीरलाई त्याग्छ होइन, त्यस पछाडि यो शरीर चलायमान हुँदैन, यसमा चेतना नै रहन्न। एकछिन अगाडि सलाइको काँटी चुस्स छुँदाखेरि पोल्ने शरीर अब मुखमा लगेर आगो झोस्छन् तैपनि आथा भनेर त उठ्दैन। कतै मर्या मान्छे ठ्याक्कै चितामा राखे पछाडि आगो लाउँदा आथा भनेर उठो भने के हुन्छ? त्यहाँ त्यो त बर्बाद हुन्छ त, त्यो त भागाभाग सुरु हुन्छ, तर उठ्दैन नि। मतलब यो शरीरलाई सञ्चालन गर्ने जो ऊर्जा थियो त्यो ऊर्जा के भयो? छैन अब शरीरमा। तर भौतिक विज्ञान नै मान्छु भन्ने व्यक्तिले पनि एनर्जी भनेको, ऊर्जा भनेको ट्रान्सफर्म हुन्छ, कुनै न कुनै रूपमा रूपान्तरित भएर रहन्छ, तर डिस्ट्रोय हुँदैन भन्छ भने यो शरीर चलाउने वस्तु पनि त डिस्ट्रोय हुँदैन। आत्मा त अझर अमर रहेछ। यो चाहिँ विज्ञान भयो कि भएन त? उसो भए मैले आत्मा भनेकै कारण यो विज्ञान होइन भन्ने, अब उनीहरूले त्यसलाई एनर्जी भने त्यो चाहिँ विज्ञान भयो, मैले यसलाई आत्मा भने यसकारण यो विज्ञान भएन। यो त द्वैत चरित्र भयो। यस्ता कति उदाहरणहरू हुन सक्छन्। जस्तो एभ्री एक्सन हेज इक्वल बट अपोजिट रियाक्सन भन्छौँ हामी, हो न्युटन्स ल। अनि एभ्री एक्सन हेज इक्वल बट अपोजिट रियाक्सन भन्यो, यो चाहिँ विज्ञान भयो। अनि हामीले कर्मको फल प्राप्त हुन्छ, कर्म अनुसार प्रारब्ध बन्छ भनेर भन्यौँ, अब यो चाहिँ विज्ञान होइन फेरि हाम्रा लागि। किन हामीले त्यहाँ कर्म भन्ने शब्द प्रयोग गऱ्यौँ, प्रारब्ध भन्ने शब्द प्रयोग गऱ्यौँ? यी चाहिँ संस्कृतका शब्द भयो, त्यही भएर हाम्रा लागि यो चाहिँ के भयो त? विज्ञान भइदिएन। हामीले जस्तो कर्म गर्छौँ त्यस्तै फल प्राप्त गर्छौँ भनेको एभ्री एक्सन एज इक्वल बट अपोजिट रियाक्सन भनेको होइन र? भनेको त त्यही हो नि। भाषा फरक भयो होला, हामीले प्रेजेन्ट गर्ने तरिका फरक भयो होला। विज्ञान त यसलाई विज्ञानै मान्नु पर्यो नि होइन?
अनि विज्ञान केलाई भन्ने विज्ञान केलाई नभन्ने भन्ने कुरो के आइन्स्टाइनले चाहिँ थ्योरी अफ रिलेटिभिटी भनेर भनिदिए त्यो चाहिँ हाम्रा लागि विज्ञान भयो। हामीले भागवत कथा सुनाउँदाखेरि मुचुकुन्द महाराज चाहिँ ब्रह्मलोकमा गए अरे फर्केर आउँदा यहाँ 27 चतुर्युगी बिते अरे भनेको त एउटै त हो नि। उनले स्पेसल थ्योरी अफ रिलेटिभिटी भने मोर हायर वी गो जति माथि जान्छौँ त्यति चाहिँ त्यो समयको चाहिँ चाप र हाम्रो स्पिडका आधारमा चाहिँ समयको गति कम र ज्यादा हुन्छ। हाम्रो स्पिडको आधारमा चाहिँ समय सानो र ठुलो हुन्छ। यिनै कुराहरू बताइदिए। ग्राभिटीको जस्तो ग्राभिटी जुन छ त्यसले हाम्रो स्पिड ग्राभिटी र चाहिँ स्पेसको सम्बन्धले गर्दाखेरि चाहिँ के हुन्छ त भन्दाखेरि हामी चाहिँ कति समय कुन हिसाबले हामीले फिल गर्ने हुन्छ भन्ने कुरा उनले बताए। त्यसैमा चाहिँ यो टाइम डाइलेसनका कन्सेप्टहरू आए। तिनै कुराहरू टाइम डाइलेसनकै कुराहरू चाहिँ हाम्रो के छ त हाम्रा शास्त्रले चाहिँ मुचुकुन्द रेवतीका कथामा बताएका छन् होइन। त्यसै गरी चाहिँ रैवत र रेवतीका कुराहरूमा मुचुकुन्दका कथामा जहाँ मुचुकुन्द चाहिँ उहाँ युद्ध गर्ने देवताहरूका पक्षमा गए फर्केर आउँदा उहाँ त वर्ष 2 वर्ष युद्ध गरेका थिए। यहाँ त हजारौँ वर्ष व्यतीत भइसकेछ भनेपछि यो चाहिँ विज्ञान होइन त। उसो विज्ञान त यही त होला। अब क्वान्टम फिजिक्स क्वान्टम मेकानिजम इन्टर कनेक्टेडनेस आदि इत्यादि भनियो। त्यो स्ट्रिङ थ्योरीका कुराहरू गऱ्यौँ र त्यो स्ट्रिङमा चाहिँ सबै थोक त्यहीँ त्यो स्ट्रिङद्वारा चाहिँ यो जगत पुरै इन्टर कनेक्टेड छ भन्ने कुराहरू गऱ्यौँ। त्यही कुरालाई हाम्रा शास्त्रहरूले चाहिँ जगत चाहिँ के छ त भन्दा पूर्ण चेतनामय छ। उनै सर्वोच्च चेतनाका स्रोत ब्रह्माण्डका नायक भगवान कृष्णका अंश भएका कारण सबै चाहिँ एकअर्कासँग जोडिएका छन्। त्यो चेतनाले चाहिँ के छ त भन्दाखेरि त्यो चेतनाले यो सारा जगतलाई चाहिँ जसरी मालालाई चाहिँ धागोले जोडेको हुन्छ तर धागो देखिन्न नि, देख्न त माला मात्र देख्छौँ नि। यो चाहिँ माला भयो। अब यसलाई भन्न चाहिँ हामीले तुलसी भन्छौँ तर यो तुलसीलाई एकत्रित गरेर राखेको त धागो छ नि जुन बाहिरबाट देखिन्न। त्यसै गरी चाहिँ त्यो जगत के छ त भन्दाखेरि कुनै त्यो चेतन तत्त्वद्वारा उनिएको छ। यसैलाई चाहिँ क्वान्टम मेकानिजममा चाहिँ हामीले इन्टरकनेक्टेडनेसको थ्योरी स्ट्रिङ थ्योरी आदि इत्यादि भन्न लाग्यौँ। अब त्यो विज्ञान भइदियो तर हामीले त्यही कुरा भनिराख्दा विज्ञान भएन। शास्त्र पनि विज्ञान हो, विज्ञान पनि शास्त्र। विज्ञान भनेकै शास्त्रबाट चाहिँ हाम्रा वैदिक सनातन शास्त्रहरूबाट जे जति विषयहरू छन् जे जति त्यहाँ बताइएको विषय छ त्यही नै विज्ञान हो। हाम्रा शास्त्र भनेको ज्ञान विज्ञान र प्रज्ञानका खानी हुन्। त्यहाँ भनेको के छ भने सूचना पनि छ, व्यवहारिक ज्ञान पनि छ जो विज्ञान भन्छौँ, र प्रज्ञान भनेको परमात्मा प्राप्तिको आत्माको परमात्मासँग आत्माको भगवान श्रीकृष्णसँगको जो नित्य सम्बन्ध छ त्यो सम्बन्धलाई पुनर्स्थापित गर्ने माध्यम पनि हाम्रा शास्त्र हुन्। त्यही भएर त्यो एउटा पुस्तक चाहिँ ओरिजिन अफ साइन्स भनेर लेख्यो क्या, विज्ञान चाहिँ कहाँबाट सुरु हुन्छ भनेर। त्यो विज्ञान सुरु हुने त्यहीँबाट हो। तर भइदियो के भने हामीले भन्यौँ त्यही भएर धोती लाउनेले भने गोराले भनेको भएदेखि मान्न मन लाग्थ्यो होइन। गोराहरूले भनेनन् धोती लाउनेले भने, त्यही भएर चाहिँ हामीलाई त्यो विज्ञान भइदिएन। समस्या यति मात्र हो। यसलाई भन्छन् द्वैत चरित्र कि उनले अब हेर है फेरि अहिलेको जुन विज्ञान छ नि ती गोराहरूले चाहिँ हाम्रा हजुरबा बाँदर थिए भन्दा नि पत्याइदिनु पर्ने। फेरि हाम्रा पुर्खा बाँदर थिए पत्याएका छौँ। पत्याउनु पर्ने बाध्यता किन छ थाहा छ? जहाँ त्यो लेखेन भने फेल हुन्छ। त्यही भएर हामी कन्भिन्स भएर पढिदिन्छौँ एकदम। अनि हामीलाई बाँदरका सन्तान भनेका छन्, हामी खुसी छौँ, त्यसमा खुसी छौँ। हामी बाँदरका सन्तान भन्नमा खुसी छौँ। त्यो चाहिँ फेरि विज्ञान हो। हामीले थाहा हुँदै गर्दा ग्रह गोचर नै त 5 पटक परिवर्तन भयो। कहिले 7 वटा ग्रह हुन्छन्, कहिले 8 वटा हुन्छन्, कहिले 9 वटा हुन्छन् होइन। त्यो बिचारा एउटा त्यो प्लुटो भन्ने ग्रहलाई कहिले ग्रहमा राख्छन्, कहिले निकालिदिन्छन्, कहिले अन्माएर ल्याउँछन्, कहिले चाहिँ डिभोर्स गरेर धपाइदिन्छन् ग्रहवाला फ्यामिलीबाट। त्यो चाहिँ विज्ञान भनेर मान्दिएका छौँ फेरि हामीले होइन। त्यस्ता कति छन्। त्यसरी भन्न लाग्यो भने हामीले पढ्दाखेरि पनि विज्ञानका कतिपय सिद्धान्त, तर शास्त्रले लेखेको कुरालाई हामी मान्न हिचकिचाइराखेका छौँ। त्यो हिचकिचाउन चाहिँ हाम्रो हृदय दौर्बल्यता हो। हामी बाहिर देख्न जति पौरखी देखिए पनि वास्तवमा हामी हृदय दौर्बल्यताले ग्रसित छौँ। हामीलाई के लाग्छ भने हाम्रा कुरा सबै नराम्रा हुन् भन्ने लाग्छन्। गोराका सबै कुरा राम्रा, हाम्रा कुरा सबै नराम्रा भन्ने लाग्छ। यो हृदय दौर्बल्यता हो। यो एक प्रकारको मानसिक समस्या हो। हामी त्यसबाट पीडित समस्या त्यो हो। एकदमै महाराज। हजुर आफै पनि हाम्रो प्रेरणाको स्रोत यो कारण पनि हुनुहुन्छ। साइन्सको स्टुडेन्ट जसमा पिएचडी गरिसक्नु भएको छ तर यति त्यागी हुनुहुन्छ, शरीरमा वस्त्र समेत धारण गर्नुभएको छैन। भौतिकवादको स्टुडेन्ट, आइटीको स्टुडेन्ट आध्यात्मिकतिर चाहिँ कसरी आकर्षण भयो? यो अब यसलाई कसरी उत्तर दिने भन्ने कुरो चाहिँ शास्त्रीय हिसाबमा हेर्ने भने बहुनाम जन्मनामन्ते ज्ञानवानमा प्रपद्यते वासुदेव सर्वमिति स्वमहात्मा सुदुर्लभ। यो चाहिँ बहु जन्मदेखिको पुण्य
जम्मा भए पछाडि भगवानको कृपा हुन्छ अरे अनि भक्ति मार्गमा लागिन्छ अरे। यो चाहिँ शास्त्रको वचन हो, भगवान कृष्णको वचन हो। गीतामा त्यही बताइएको छ। बहु जन्ममा गरेका पुण्यको उदय भएको एउटा, अर्को गुरु कृपा भयो र तेस्रो शास्त्रको कृपा। वास्तवमा जब गीता भागवत आदि ग्रन्थहरू पढ्दै गइयो नि, पढ्दै गए पछाडि म को हुँ, जगत के हो र मैले गर्नुपर्ने के हो भन्ने कुरा प्रष्ट बुझिन्छ। हामी भौतारिएका आफूलाई चिन्न नसकेर त हो। एकदम जसले आफूलाई चिन्न सक्यो त्यो भौतिक रूपमा पनि सधैँ प्रगति गर्छ त्यसले। र आध्यात्मिक उन्नयन त जसले आफूलाई चिन्न सक्छ, आध्यात्मिक उन्नयन सुरु हुने नै त्यहीबाट हो। वास्तवमा आध्यात्मिक जीवन सुरु हुने नै अर्थात् ब्रह्म जिज्ञासा। ब्रह्मसूत्रले त्यही भन्छ कि जब ब्रह्म सम्बन्धमा जिज्ञासा गर्न लाग्छौँ आध्यात्मिक जीवन त्यहाँबाट सुरु हुन्छ। ब्रह्म सम्बन्धमा जिज्ञासा भनेको आत्मा र परमात्मा दुइटैको जिज्ञासा हो। म को हुँ भन्नु पनि ब्रह्म जिज्ञासा नै हो र म कहाँबाट आएँ भनेर सोध्नु पनि ब्रह्म जिज्ञासा नै हो। यो एउटा बडो गजब के छ भने एकपटक यही मैले अथातो ब्रह्म जिज्ञासा सम्बन्धमा हामी चर्चा गर्दै थियौँ र त्यो चर्चा गर्दै गर्दा एकजना त्यो यस सम्बन्धमा हामीले चर्चा चाहिँ अलि 2-4 पटक हामीसँग बसेर आध्यात्मिक चर्चा परिचर्चा गरिसकेका व्यक्तिहरूसँग बसेर गर्दै थियौँ। कसैले एकजना आफ्ना मित्रलाई पनि लिएर आउनु भएको छ। उहाँ चाहिँ सबै कुरा सुनिसक्नुभयो। हामी कहाँ उहाँ ब्रह्मतत्त्व निरूपण भनेर चर्चा गरिरहेको थियौँ। सबै कुरा 2 घन्टा जति सुनिसके पछाडि अन्तिममा सबै कुरा ठिकै हो, सबै थोक ईश्वरले बनायो, त्यो ईश्वरलाई कसले बनायो भनेर सोध्नुभयो अन्तिममा। अब मैले भने यो आज चर्चा गरेका विषय तपाईँका लागि चाहिँ थिएन, यो चाहिँ कमसेकम ईश्वरलाई कसले बनायो भन्ने बुझेका व्यक्तिको लागि। तैपनि प्रश्न सोधिहाल्नु भयो, उत्तर त दिनु पर्यो भने तपाईँको ईश्वरको जुन कन्सेप्ट छ त्यो नै गलत छ, अवधारणा नै। हामी ती ईश्वरको चर्चा गर्दैछौँ जो स्पेस टाइम र म्याटरका क्रिएटर हुन्, जसले स्पेसलाई निर्माण गरे, अन्तरिक्ष, जसले समयको काल निर्धारण गर्छन्, महाकाल हुन्, र जसले म्याटर पदार्थ निर्माण गरे। अब जहाँ पदार्थ नै छैन त्यहाँ केबाट निर्माण भयो भन्ने प्रश्नै चाहिँ इलोजिकल भयो नि। पदार्थै छैन, समय नै जहाँ थिएन कि समयका क्रिएटरको कुरा गर्दैछौँ हामी। समय जसका अधीनमा चल्छ, जसले समयलाई चलाए, जसले समयलाई स्थापित गरे, जसले समय बनाए, इन्भेन्ट गरे, ती ईश्वरको कुरा गर्दैथ्यौँ भने कहिले ईश्वर बने भन्ने प्रश्नै आएन। समय नै थिएन ती हुँदा। समयको कालक्रम पछाडि, समय पछाडि पो अनि कुरा आउँछ त अब कहिले भन्ने कुरो। अनि कहाँ बनाए ईश्वर चाहिँ कहाँ जन्मियो भन्ने कुरै रहेन। कहाँ भन्नका लागि पहिला अन्तरिक्ष हुनु पर्यो नि। हामी चाहिँ अन्तरिक्ष जसले बनाए ती ईश्वरको कुरा गर्दैछौँ भनेपछि अन्तरिक्ष चाहिँ के हो भने स्पेस जब बनाएपछि संसारमा जति पनि सृष्टि भयो त्यो त स्पेसमा भएको नि त। त्यो स्पेस हुनुभन्दा अगाडिको कुरो गर्दैछौँ भनेपछि क्रिएटर अफ स्पेस टाइम एन्ड म्याटर जो छन् तिनलाई चाहिँ ईश्वर भनेको, जसमा चाहिँ कहाँ कहिले र केबाट भन्ने प्रश्न लागु हुन्न। त्यो बुझ्नका लागि चाहिँ अलिकता साधना पनि चाहिन्छ, अलिकता अध्ययन पनि चाहिन्छ। जस्तो यो मोबाइलले कसरी काम गर्छ भन्नको लागि यहाँ नम्बर थिचो अनि काम गर्छ, त्यो त होइन। नम्बर थिचेर काम गर्ने हो त क्यालकुलेटरमा थिचेर नि काम गर्नुपर्ने, नम्बर त्यहाँ नि हुन्छ। क्यालकुलेटरमा नम्बर थिचेर त काम हुन्न त। यो मोबाइलको नम्बर थिच्दाखेरि काम हुन्छ। कसरी काम गर्छ भने मेकानिजम बुझ्नु पर्यो अनि बल्ल बुझाउन सकिन्छ। अब हाम्रो चाहिँ समस्या के हो भने कसरी काम गर्छ भन्ने कुरा नबुझ्ने। मैले भने जस्तरी गरेन भनेर मात्र न्यु खोजेर त हो। हामीले भने जस्तरी त यो संसारमा आफ्नै शरीर चल्दैन। यदि हामीले भने अनुसार शरीर चल्ने हो भने, हामीले भने अनुसार यो शरीर चल्ने हो भने रोग कसैलाई लागोस् भन्ने लाग्छ, बुढेसकाल कसैलाई लागोस् भन्ने लाग्छ। सबभन्दा त बरु रोग पनि सहन सकिन्थ्यो, चिटिक्क देखिनु चाहिँ पर्यो, सबलाई चिटिक्क देखिनु पर्यो। संसारमा बडो अचम्मको कुरो छ, दोस्रो ठुलो मार्केट भनेकै त्यो ब्युटी प्रोडक्टहरूको छ कि खाद्यान्न पछाडि भनेपछि संसारमा मान्छेलाई कति चिटिक्क देखिनु पर्यो। हामीले भनेअनुसार शरीर चल्ने भए भए त आफूलाई कस्तो नाक चाहियो, कस्तो आँखा चाहियो, त्यो लगाएर चाहिँ आँखा ठुलो पार्नै पर्दैन थियो, दाँतलाई मिलाउनै पर्दैन थियो। हामीले भने अनुसार शरीर चल्ने। यहाँ शरीर आफ्नै शरीर मेरो हो भनेर भनेको शरीर त मैले भनेअनुसार चल्दैन। हामी जगत हामीले भनेअनुसार चलाउन खोज्छौँ होइन। त्यो भएर के हो भने जगतले कसरी कार्य गर्छ त्यो बुझ्नु पर्यो। एकदमै त्यो जगतलाई मैले चलाउँछु झैँ गरेर भन्दा पनि जगतले कसरी कार्य गर्छ र त्यसमा एडजस्ट भएर म कसरी चल्नाले मेरो जीवनको परम लक्ष्य प्राप्त हुन्छ त्यतातिर चाहिँ ध्यान दिने हो। त्यही भएर यो जुन प्रकारका यस्ता प्रकारका प्रश्न आउँछन् यो भनेको चाहिँ त्यो ठ्याक्कै केही पनि नबुझेको अवस्थामा आउने प्रश्नहरू, केही पनि थाहै छैन। जेरो लेभल, त्यो जेरो लेभल होइन, माइनस लेभल हो। -3मा भने जेरोमा भकाल त लोजिकल्ली गर्छन् क्वेसन कि अलि तार्किकसम्म हुन्छ प्रश्न, त्यो माइनसमै भकाले गर्ने प्रश्न। जस्तो एउटा चाहिँ जेरोमा हुन्छन्
त्यो चाहिँ माइनसमा भएकाहरूले गर्ने। एकदमै हामीलाई हाम्रो मातापितालाई चाहिँ के लाग्छ अरे भने बरु आफ्नो छोराछोरी चोर होस् डाकु होस् तर साधु सन्त नहोस् यस्तो लाग्छ अरे। अब मेरा मातापिताको तर्फबाट म चाहिँ स्वयं सुखदेव भन्दा पनि भाग्यमानी मान्छे। एकदमै किनभने जब सुखजीले घर छोडेर हिँड्नुभयो नि, व्यासजी चाहिँ पछि पछि रोँदै दौडिनु भयो, हा पुत्र भन्दै। छोरोको प्रेम अझ आसक्तिले भन्छु, त्यो प्रेम भन्दा नि आसक्ति हो। यदि प्रेम नै हुन्थ्यो भने त छोरा कहाँ अब भगवत प्राप्तिको मार्गमा लागेका छन्, पछि लाग्ने हो त, छोड्दिने हो, छोरोले तार्ने भयो भनेर खुसी हुने हो। व्यासजी जसले स्वयं हाम्रा सम्पूर्ण वैदिक ग्रन्थ जुन छन् तिनै ग्रन्थलाई मात्र वैदिक भन्छौँ, जो व्यासले यसो छुनु भएको होस् भनेको व्यासका मुखबाट जो निश्चित भयो नि तिनै मात्र वैदिक ग्रन्थ हुन्, अरू सबै अवैदिक हुन्। व्यासले जे जति बोल्नुभयो ती वैदिक ग्रन्थ हो। अर्थात् हाम्रो वैदिक धर्म जसको वचनमा टिकेको छ नि, ती स्वयं व्यासजी जसले प्रत्येक ग्रन्थमा अनासक्तिको प्रवचन दिनुभयो, प्रत्येक ग्रन्थमा चाहिँ कसरी भजन गर्नुपर्छ भनेर सिकाउनु भयो, गृहस्थ आश्रम चाहिँ अन्धको पो त्यहाँबाट उम्किनुपर्छ भनेर सिकाउनु भयो। उहाँ नै चाहिँ जब छोरो उम्के नि पछि पछि दौडँदै जानुभयो, ती लताहरूले ती नग्न स्नान गरिराखेका कन्याहरूले व्यासलाई चाहिँ लज्जित बनाएर फर्काउनु पर्यो, नत्र व्यास त छोरो जसरी नै समातेर ल्याउँछु भनेर दौडिनु भयो नि। मेरा पिताश्री चाहिँ बुवा अब म त आश्रममा बस्छु भन्दाखेरि झोला पुर्याउन जानुभएको थियो कि झोला बोकेर मसँगै जानुभएको थियो। त्यसकारण माता पिताको तर्फबाट म बार बार भन्ने गर्छु, मलाई बडो गर्व लाग्छ यो कुरामा कि म यस्तो कुलमा जन्मिन पाएँ कि मेरो जीवन वास्तवमा धन्य भयो कि मैले त्यस्ता मातापिता पाएँ जसले म आश्रममा बस्छु भन्दा व्यास भन्दा पनि अलि अगाडि बढेर झोला पुर्याउन जानुभयो। मैले जब सन्यास लिन्छु भनेर भनी सन्यासका लागि म तयारी गर्छु, अब म सन्यास लिन चाहन्छु भनी मेरो आमाले चाहिँ अस्ति पशुपतिकै घटना हो, अब के गर्ने, छोरोले सन्यास लिन्छु भनेको छ, त्यस पछाडि छुन पाइन्न, अहिले त अँगालो मार्न पाइन्छ नि आफ्नो छोरालाई भनेर अँगालो मार्नुभयो। अनि मेरो आमा चाहिँ तयार हुनुहुन्छ कि छोरोले कुनै दिन सन्यास लिन्छ भनेर, कि म साधु हुन्छु भन्दा मेरा मातापिता गर्व गर्नुभएको छ। यो मेरा लागि चाहिँ सौभाग्य हो। यो भन्दा ठुलो भाग्य हुन्न। किनभने मैले के देखेको छु भने 40 वर्ष भजन गरेका मातापिताले छोरो ब्रह्मचारी आश्रममा प्रवेश गर्यो भनेर हामीसँग आएर झगडा गर्नुभएका नराम्रा अनुभव पनि हामी छन्। जसले चाहिँ 40 वर्ष मातापिताले आफै भजन गर्नुभयो, 40 वर्ष मन्दिरमा सेवा गर्नुभयो, भगवानको नित्य सेवा गर्नुहुन्थ्यो, बिहान 4 घण्टा त त्यो जप तपमा लगाउनुहुन्थ्यो, छोरो ब्रह्मचारी आश्रममा गयो भनेर रोइ कराई गरेर झगडा गरेर त्यस्ता धेरै घटना देखेको छु। सामान्य अभिभावकबाट त त्यो त्यस्तो व्यवहार हुनु त्यो हामीले सोचेकै कुरो हो, त्यो आशातीत नै हो कि उहाँबाट यहाँभन्दा ज्यादा अपेक्षा गर्न सकिन्न भन्नु ठिक हो। तर जसले 40 वर्ष भजन गरे, 30 वर्ष भजन गरे, अनि छोरो ब्रह्मचारी आश्रममा त खुसी हुनुपर्ने हो नि, छोरोले पुरै चाहिँ 21 कोल तार्ने हो भनेर खुसी हुनुपर्ने हो नि। कहाँ हुनु, रोइ कराई गरेर त घर फर्किनुहोस् भने म यहाँ भोकै बसेर मर्दिन्छु भन्छन्। अब आमै मार्न त भन, फर्किनु पर्यो बिचारा छोरो घर भन्न खोजेको सहज छैन। यो सन्तति अर्काका भएका मात्र रमाइलो लाग्ने, अर्काका साधु भयो भने चाहिँ फेरि सबैले उपदेश दिन्छन् है, गएर भन्छन् ओहो हजुरको कोख धन्य हो भन्छन्। एकदमै तिम्रो छोरा नि साथ लाएर पठाइदेऊ नि त मेरासँग भनौ भने सम्बन्ध बिग्रिन सक्छ, बोलचाल बन्द हुन सक्छ। मेरो कोख धन्य भन्छ, तिम्रो कोख पनि धन्य पार्नलाई छोरालाई भनिदिन्छ, साथ लगाएर पठाइदेऊ भनौ भने उस्तै परे बोलचाल बन्द हुन सक्छ। एकदमै र मरे भन्दा ज्यादा गर्छन्, के छोरो मरेको भन्दा ज्यादा गर्छन् साधु भयो भन्दा। एकदमै यो समाज यसैबाट थाहा हुन्छ कि यो कलियुगको विशेषता। कलियुगलाई चाहिँ के भनेको छ भने त्यो एज अफ क्वारल एन्ड हिपोक्रेसी, कलह र द्वैत चरित्रको युग हो रे के यो हिपोक्रेसी। यहाँ चाहिँ सबैको दुई प्रकृति हुने गर्छन् रे, द्वैत चरित्र हुने गर्छ अरे कलियुगमा। जस्तो सामान्यतया हेर्दा ओहो उहाँ त साधु हुनुभएको छ, त्यसरी भन्दाखेरि के लाग्छ भने उहाँ जस्तो धर्मात्मा को होला, आफ्नो छोरो पठाउनु न भनौँ भने एकैचोटि एकदमै एग्रेसिभ तुरुन्तै कसैलाई आशीर्वाद दिन, ओहो लु न आशीर्वाद दिनु पर्यो भनेर आउँछन्, तिम्रो छोरा नि साधु होस् भनेर आशीर्वाद दियो भने त श्राप दिएको भन्दा नि ज्यादा हुन्छ। त्यस कारण के छ त भन्दा चरित्र द्वैत छ। यो युगको प्रभाव पनि हो, युगको प्रभाव पनि हो। कलिको मुख्य हतियार नै यही हो, कलह र व्यक्तिमा द्वैतता, त्यो चरित्रमा चाहिँ समस्या।
यो चाहिँ कलीको दुईटा मूल हतियार हुन्। यसबाट हामी सबै ग्रसित छौँ। यसबाट ग्रसित भएकै कारण समाजमा चाहिँ के छ त भन्दा शान्ति छैन, अमन छैन। यसबाट हामी ग्रसित छौँ, सबै ग्रसित छौँ। यो कोही एकजनालाई वा कुनै अभिभावकलाई लक्षित होइन, यो हामी सबैमा लक्षित हो र यो युगको प्रभाव पनि हो। यसबाट छुट्न पनि गर्नु चाहिँ त्यही साधन भजन नै पर्छ। यसबाट छुट्ने उपाय पनि त्यही मात्र हो। हुन त अब युवा पुस्तामा जुन हामीले बिजनेसम्यानहरू देख्छौँ, अथाह धन सम्पत्ति छ तर एन्जाइटीको शिकार होइन, डिप्रेसनको शिकार, जो धन सम्पत्तिवाला मान्छेहरू हुनुहुन्छ, अत्यन्तै सम्पन्नशाली परिवारमा हुनुहुन्छ, उहाँका छोराछोरीहरू सुधार केन्द्रमा भेटिन्छन्। यो त दुईटा कारणले हुन्छ। एउटा, सम्पत्ति कसरी कमाइयो भन्ने कुरा पनि विचार गर्नुपर्छ, किनभने त्यही एभ्री एक्सन एज इक्वल बट अपोजिट रियाक्सन भन्ने सिद्धान्त यहाँ पनि लागू हुन्छ। सम्पत्ति कसरी कमाइयो, तत् अनुरूपको सम्पत्ति भोग गर्दा कस्तो फल प्राप्त हुन्छ पनि विचार गर्नु पर्यो। जस्तो हामी के भन्छौँ भने केही कुरा कतै चोरी डकैती कतै ढाँट छल गरेको छ भने कसले देखेका छ र भन्छौँ, तर आफैले देखिया छ, हृदयमा बसेका परमात्माले देखेका छन्, सूर्यले देखेका छन्, चन्द्रले देखेका छन्, वायुले देखेका छन्, अग्निले देखेका छन्। यहाँ देख्नेको कमी छैन, सबभन्दा त आफैले देखिएको छ एकदमै। र के हुन्छ भने एभ्री एक्सन एज इक्वल बट अपोजिट रियाक्सन भन्छ, कसैलाई रुवाएर ल्याएको सम्पत्ति जतिले भोग गरेका छन् नि, त्यो ल्याउनेलाई भन्दा ज्यादा भोग गर्नेलाई त्यसले पिर्छ। त्यसकारण कमाउने अभिभावकलाई भन्दा भोग गर्ने सन्ततिमा त्यसको प्रतिफल 2 गुणा देखिन्छ, नाति पनातिमा 4 गुणा देखिन्छ। त्यो त बढ्दै जान्छ, जियोमेट्रिक रेसियोमा चाहिँ मल्टिप्लाई हुँदै जान्छ। र 3 पुस्ता भन्दा कहिल्यै जान्न हामी, कमाइदिन 7 पुस्तालाई कमाइदिन, 3 पुस्ता भन्दा जान्न। संसारका जति पनि ठुला व्यापारिक घरानाहरू भनियो, नेपाल भारतको केस मात्र भनेको होइन, संसारकै ठुला भनेका व्यापारिक घराना तेस्रो पुस्ता भन्दा पछाडि त्यो सम्पत्ति गएको कुनै एउटा उदाहरण हेरौँ त, कुनै पनि छैन उदाहरण। तेस्रो पुस्तामा गएपछि सकिन्छ नै। र हो के भने चौथो पुस्तामा त्यो पुस्तान्तरण हुँदैन। अब त्यो हो के भने हामीले कसरी कमाएका छौँ त्यसले डिपेन्ड गर्छ। त्यसले चाहिँ के हो भने अब दिने प्रतिफल त्यही अनुसारको हुन्छ। यसकारण विभिन्न प्रकारका समस्या देखिनु, जस्तो सामान्य परिवारमा भन्दा धन सम्पत्ति धेरै भएका परिवारमा कलह धेरै देखिन्छ। किन? दुनियाँलाई धोका दिएर कमाएको हुन्छ। त्यसको भोजन जस्तो हाम्रो शरीरमा जुन हामीले ऊर्जा छ नि, यो ऊर्जा भनेको त हामीले जो नित्य भोजन गर्छौँ त्यो भोजनले प्राप्त हुने। हाम्रो शरीरलाई दाल भात साग सब्जी अचार रोटी ढिँडो चाहिने होइन नि। हाम्रो शरीरलाई चाहिने भनेका त त्यो विभिन्न प्रकारका पोषण पदार्थ, विभिन्न प्रकारका चाहिँ भिटामिन्सहरू मिनरल्सहरू चाहिने त त्यो हो नि त। त्यो जेबाट प्राप्त हुन्छ ती वस्तुहरू हाम्रो शरीरमा गयो भने हामी बाँच्छौँ। अब त्यसबाट हाम्रो शरीरमा ऊर्जा पैदा हुने हो। समग्रमा भन्नुपर्दा त्यो भिटामिन र मिनरल्स पनि होइन, हाम्रो शरीरलाई चाहिने ऊर्जा हो। हामीले जे खान्छौँ त्यही ऊर्जाका रूपमा शरीरमा परिणत हुने हो। हामीले कमाएको सम्पत्ति अशुद्ध छ भने जो ऊर्जा हाम्रो शरीरमा पैदा हुन्छ नि त्यो पनि अशुद्ध हुन्छ, त्यो पनि ठिक हुन्न। हामीले चाहिँ कसैलाई कष्ट दिएर कमाएको सम्पत्तिबाट भोजन गर्दैछौँ भने त्यो कष्टको जुन ऊर्जा छ नि त्यो त हाम्रो शरीरमा पनि आउँछ। यो शरीरले पनि अब कष्ट त पाउनु पर्यो नि त। हामीले क्रोध, हामीले काम, जस्तो कहिलेकाहीँ हामीलाई अभियोग के आउने गर्छ नि, ठुला भएका हामीले छोको खान्नन्, हामीले पकाएर दिएको खान्नन् भन्छन्। किन खान्नौ भन्ने कुरा कसैले सोध्दैनन्। पकाउनेले कसरी पकाएको छ त्यसमा पकाउने व्यक्तिको भाव, पकाउने व्यक्तिको चाहिँ त्यो जति पनि उनीहरूको चाहिँ सोचाइदेखि लिएर सबै कुरा त त्यो अन्नले क्यारी गर्छ। एकदमै यो त टेस्ट अफ वाटर भन्ने चाहिँ एउटा स्ट्यान्डफोर्ड युनिभर्सिटीले गरेको रिसर्च जस्तो लाग्छ। हामीले बोलेका, हामीले एक्सप्रेस गरेका हाम्रा भावनाहरू जुन छन् नि तत् अनुरूप सब एटोमिक पार्टिकलमा मलिकुलर लेभलमा चाहिँ के हुन्छ भने त्यहाँ त विभिन्न प्रकारका फर्मेसनहरू बन्छ। भन्छ अन्नमा पनि भन्छ, पानीमा भन्दा ज्यादा त्यो गुण चाहिँ अन्नमा हुन्छ। यो त टेस्ट भएको कुरा पनि हो नि, यो त रिसर्च भयो होइन। अब के छ भने त्यो अन्न चाहिँ पकाउने व्यक्तिले कसरी पकाएको छ, सर्भ गर्ने व्यक्तिले कसरी सर्भ गरिरहेछ, सर्भिस गर्ने व्यक्तिले चाहिँ मनमा चाहिँ कसैलाई गाली गर्दै सर्भ गरिराखेको छ कि के छ होइन, ती कुराहरू त त्यो खानामा पनि त्यो एनर्जी चाहिँ त्यो भाइब्सहरू चाहिँ आउँछ जुन हाम्रो शरीरमा प्रवेश गरेपछि ऊर्जा पनि तत अनुरूपकै हुन्छ। हामीमा प्रकट हुने ऊर्जा पनि त्यही अनुरूपको हुन्छ। कहाँ सारा घर परिवार आदि सबै थोक त्यागेर साधु हुन्छु भनेर हिँडेको जिब्रोलाई अध्ययन गर्न नसकेका कारण चाहिँ पथभ्रष्ट हुन त भएन नि, बरु आफै पकाएर गाइन्छ। त्यस्तै गरी अब के छ भने कमाउने कुरामा पनि कसरी कमाइएको छ, त्यो कमाएका व्यक्तिको धन जुन हिसाबले कमाइएको हो त्यही अनुरूपको ऊर्जा हामीले हाम्रो घरभित्र छिराउँदैछौँ र त्यो ऊर्जाले घर परिवारमा असर गर्छ।
यसकारण एउटा चाहिँ यो कारण हो कि हाम्रा अधिकांश व्यक्तिहरूमा जो विशेष गरी धन सम्पत्ति कमाउनका लागि कुनै मर्यादा ख्याल नगर्ने व्यक्तिहरूका परिवारमा बाहिरबाट हेर्दाखेरि बङ्गला छ, गाडी छ, करोडौँ छ, चाहिएको कुरा पाइएको छ, तर भित्रबाट पुरै खाली छन्, केही पनि छैन। त्यो एम्प्टीनेस, त्यो चाहिँ पुरै भ्याकेन्ट छ, भित्रबाट केही पनि छैन उनीहरूसँग। ह्याप्पिनेस छैन। ह्याप्पिनेस त टाढाको कुरो हो, त्यो फुलफिलमेन्ट पनि छैन कि, कमसेकम दुःखै भए पनि भरे नि गरी भयो भने त्यो पनि छैन कि, पुरै खाली छ। वास्तवमा बरु अलिअलि सुख दुःख चलिराख्नु बहुत राम्रो हो, पुरै खाली हुनुभन्दा कमसेकम चलिरहेको छु भन्ने त हुन्छ। या त पुरै खाली भयो भने त केही पनि छैन जीवन। एउटा यो कारणले हुन्छ। अब अर्को हाम्रो दैनिकीका कारण, हामीले गर्ने भोजनका कारण र हाम्रा सोचाइका कारण हाम्रा चाहिँ दैनिकीमा पर्ने प्रभाव पनि हुन्छन्। यो दुइटै हिसाबले हेर्नुपर्छ, किनभने त्यो एकतर्फी रूपमा मात्र हेर्दा चाहिँ यो कम्प्लिट हुन्न कि, यसलाई चाहिँ दुवैतिरबाट हेर्नुपर्छ। एउटा हाम्रो जीवन पद्धतिका कारण हुन्छ, एउटा हामीले भोग गरिरहेका विषय र वस्तुका कारण हुन्छ। र वास्तवमा संसारमा जति पनि प्रकारका यो नेभिगेटिङ द स्याडो अफ सोसाइटी भन्ने जुन बुक छ त्यो कम्प्लिट भगवत गीतामा आधारित हो। त्यो एकचोटि किताब त्यहाँ उतापट्टि यो चाहिँ हामीले कम्प्लिटली यो भगवत गीतामा आधारित छ। यो भगवत गीताका 10वटा श्लोकलाई आधार लिएर 10वटा टपिकमा चाहिँ यसमा चर्चा गरेका छौँ, जसमा चाहिँ हामीले त्यो कसरी चाहिँ भय कसरी पैदा हुन्छ हैन, त्यसै गरी मान्छेको क्रोध कसरी पैदा हुन्छ र त्यसको निवारण, जस्तो गीताले समस्या मात्र सुनाएको छैन, निवारणको उपाय पनि बताएको छ कि। म यो सुन्नै लागेको थियो। अनि जस्तो हामी ओभर थिङ्किङ गर्छौँ नि, सोचिराख्ने, त्यो जे छँदै के सोचिरहेको थियो भन्दा त्यो कहिलेकाहीँ यस्ता कुरा सोचिरहेको हुन्छौँ कि पछि आफैले यस्तो सोचिरहेको थिएँ भन्दाखेरि हाँसो उठ्छ कि के सोचिरहेको थियो। अहिले यङ पुस्ताहरूको समस्या यति चाहिँ त्यो दिमागलाई चाहिँ चुप लगाउनै नसक्ने कि, मनलाई चाहिँ चुप लगाउनै नसक्ने। एकछिन पछाडि कसैले गएर के सोचिरहेको थिएँ भन्यो भने भन्न पनि लाज लाग्छ कि आफैले के सोचिरहेको थिएँ म भनेर। तर यसरी सोचिरहेछ, न त्यो जीवनमा कहिले हुनेवाला छ त्यो सोचेको कुरा, तर सोचिरहेको हुन्छौँ। त्यसै गरी हामीले चाहिँ हाम्रो बिहेभियरको केमिस्ट्री सम्बन्धमा, अनि त्यस पछाडि कन्फ्युजन के हो र क्लियरिटी कसरी भेट्ने भन्ने सम्बन्धमा, अनि त्यसै गरी चाहिँ हाम्रो जो हामी डिमोटिभेटेड हुन्छौँ नि, त्यो डिमोटिभेटेडको स्थितिबाट चाहिँ मोटिभेसनलाई फायर अप कसरी गर्ने भन्ने सम्बन्धमा, अनि त्यस पछाडि स्ट्रेस कसरी म्यानेज गर्ने र इन्सपिरेसन कसरी पाउने, अनि पिस कसरी प्राप्त गर्ने। मानसिक शान्ति सबभन्दा ठुलो कुरो हो। बरु शरीरमा अलिअलि उपियाँ सुपियाँले टोकिराख्यो भने पनि केही हुन्न, निन्द्रा चाहिँ राम्रो लाग्नुपर्छ। त्यो भने एकछिन पछाडि मच्छर कराउँदै गर्छन्, मान्छे निदाएपछि सकिहाल्यो नि। भनेको पिस अफ माइन्ड भयो भने शरीरको डिस्कम्फर्टले त्यति असर गर्दैन क्या। शरीर डिस्कम्फर्ट हुँदाहुँदै पनि मन चाहिँ आनन्दमा छ भने त्यो शारीरिक डिस्कम्फर्टले त्यति असर गर्दैन। जस्तो उदाहरणका लागि कसैलाई फुटबल खेल्न औधी मनपर्छ, पुस माघको चिसो छ, यसै अरू काममा जर्सी कट्टु मात्र लगाएर बस्यो भने मान्छ कसैले, ल फुटबल खेल्न जाउँ भन्दै दौडिन्छ त्यो जर्सी र कट्टु लगाएर। किन? दिमागले चाहिँ प्लेजर प्राप्त गर्यो, माइन्डले चाहिँ प्लेजर त्यो भेटिसक्यो नि। अब शरीरको डिस्कम्फर्ट त्यति मतलब हुन्न, एकछिन दौडिँदै खलखल पसिना आउनु लाग्छ, त्यही जर्सी पनि खोलेर फाल्दैन मन लाग्छ। चिसो त त्यही हो नि, वातावरण त मेरो लागि तातेको छैन नि, वातावरण त जस्ता त्यस्तै छ। तर के हो, मेरो मनले मलाई प्रिपेयर पनि गरिसक्यो र म चाहिँ त्योभन्दा हायर ह्याप्पिनेस पाएका कारण, त्योभन्दा हायर पिस पाएका कारण लोअर टेस्ट मैले छोडिदिएँ कि। अब होइन, त्यसै गरी अब डिप्रेसन र त्यसको चाहिँ रेमेडिजको कुरा र अन्तिममा चाहिँ त्यो सुसाइड के हो र प्रमोटिङ होप भनौँ न, मान्छे सुसाइडको स्थितिबाट होपफुल कसरी बनाउन सकिन्छ। यो 10वटा विषयहरू चाहिँ हामीले यसमा चर्चा गरेका छौँ, जसलाई अब इन्डिभिजुअली सबै विषय चर्चा गर्ने हो त 10 दिनका 10वटा एपिसोड हुन सक्छन् होइन। तर समग्र रूपमा के हो भने, जे छैन त्यसमा विश्वास गरेका कारण यी सबै समस्याहरू आउने हुन्, जसलाई हामी हाम्रा शास्त्रीय भाषामा माया भन्छौँ। प्राय कुरा डर कहाँबाट आउँछ? ला यसो होला कि त्यसो होला कि, डर प्राय नभएका कुरा सोचेर डराउने हो। भएकै कुरामा त फेस गरिसक्यो, अब कहाँ डराइन्छ? जस्तो हो, खोलामा डुब्बेला कि भनेर डराइन्छ, डुबिसके त कहाँ डराउँछन् त? अब उम्किने उपाय लगाउँछन्, कि मर्छन् कि उम्किने उपाय लगाउँछन् नि। डर चाहिँ कतिखेरसम्म हुन्छ भने त्यो नडुबिन्जेलसम्म मात्र डराउने हो, डुबिसके त डुबिहाल्यो नि। भन्छ जे छैन त्यसका बारेमा सोच्यो भने डर पैदा हुन्छ। जुन विषय
हामीसँग जोडिएकै छैन ती विषयका बारेमा सोचेर डर पैदा हुन्छ। क्रोध अनफुलफिल्ड डिजायरबाट, हाम्रा अतृप्त इच्छाहरूबाट क्रोध पैदा हुन्छ। एउटासँग के आश गरिएको थियो त्योसँग रिसाउन मिलेन, कुन चाहिँ रिसाउन मिल्नेवाला भेटिन्छ त्यसले सानो विचार त्यो रिसाउने गल्ती नै गरे होइन, त्यसको रिस समेत ल्याएर त्यसलाई पोख्दे। अतृप्त काम चाहिँ अरू कोहीसँग थियो, अतृप्त इच्छा अनफुलफिल्ड डिजायर चाहिँ अर्कै कोसँग थियो, क्रोध चाहिँ अर्कै कोसँग गएर पैदा हुन्छ। तर पनि क्रोध पैदा चाहिँ अनफुलफिल्ड डिजायरबाटै हो, अतृप्त कामबाट हो, त्यो बाहेक अरू कुनै कारणले कहिले पनि क्रोध पैदा हुँदैन। हाम्रो रिस किन उठ्छ भने काम ऐसा क्रोध ऐसा। काम भनेको हामीले चाहिँ काम भन्दा ग्रस सेक्स भनेर मात्र बुझ्छौँ। कामको वास्तविक अर्थ के हो भने इच्छा भनेका सबै काम हो। एकदम त्यसलाई चाहिँ निम्न स्तरमा भन्नु पर्दाखेरि यौन तृप्तिलाई काम भन्यौँ, तर त्यहाँदेखि सुरु भएर काम चाहिँ मानको इच्छासम्म यो सबैलाई काम भनिन्छ। कामको सबैभन्दा भौतिक सबैभन्दा ग्रस लेभलको स्टेज भनेको सेक्स हो र कामको सबैभन्दा सब्टल सबैभन्दा सूक्ष्म स्तर भनेको प्रतिष्ठा हो। प्रतिष्ठा त्यो सेक्सदेखि प्रतिष्ठासम्मका यो सबै काममा पर्छ। यी विषय कुनैमा पनि काममा कतैबाट चाहिँ त्यो सानो मात्र पनि समस्या हुनासाथ क्रोध पैदा हुन्छ। काममा जब कुनै प्रकारको चाहिँ त्यो विक्षेप पैदा हुन्छ तब क्रोध पैदा हुन्छ। भनेपछि सबैभन्दा जगतमा ठुलो समस्या काम अर्थात् इच्छाहरू। इच्छाका कारण क्रोध पैदा हुन्छ। अनि क्रोध जब पैदा हुन्छ, क्रोधले के गर्छ भने मनलाई चाहिँ भड्काउन लाग्छ, दिमागलाई चाहिँ त्यो मायाको चाहिँ धुलोबाट त्यो ढाकिदिन्छ। र जब हाम्रो चाहिँ विवेक, जसले विवेचना गर्नुपर्ने हो, जसले चिन्तन गर्नुपर्ने हो र मन रूपी त्यो लगाम तानेर इन्द्रिय रूपी घोडालाई चाहिँ बसमा पार्नुपर्ने हो, त्यो विवेक नै चाहिँ धर्मराउन लागे पछाडि अनि बाँकी सबै समस्या त्यहाँबाट सुरु हुन्छ। बाँकी सबै समस्या त्यहाँबाट सुरु हुन्छन्। जस्तो ओभर थिङ्किङको कुरा, किन त्यो चाहिँ कुन हो भने मार्जिनल लाइन जस्तो हो। इन्द्रियका कुरा नि सोचिन्छ, यता विवेक पनि छ नि त बुद्धि त छ, होइन यस्तो त गर्नुहुन्न के हो भनेर सोचिन्छ। त्यो सोच्दा सोच्दै मनले जित्छ कि विवेकले जित्छ भन्ने कुरा हो। यदि हाम्रा अतृप्त कामनाहरू धेरै छन् भने प्राय मनले जित्ने गर्छ, किन क्रोध भइरहेको हुन्छ। क्रोधको अवस्थामा हामी यसै भन्दा पनि भन्छौँ रिस उठ्या बेला वेदपाठ गर्छन् त मान्छेले भने, रिस उठ्या बेला त गाली नै गर्ने हो र त्यतिखेर भर पनि के बोल्छौँ के गर्छौँ हामीलाई थाहा पनि हुन्न नि। क्रोधका बेला बोलेका कुराहरू थाहा पनि हुन्न नि हामीलाई। त्यही भएर समाजका चाहिँ जति पनि समाजमा यस्ता प्रकारका, यसलाई चाहिँ हामीले स्याडो अफ सोसाइटी भनेर यो 10वटा टपिकलाई चाहिँ मैले त्यो अब यो एपिसोड हेरिसकेपछि धेरैले यो बुक पढ्न पनि खोज्नुहुन्छ। यस्तो छ, अब यो बुक चाहिँ हामीले अनलाइनमै पढ्नेहरूलाई त निःशुल्क रूपमा उपलब्ध गराएको छौँ। त्यो PDF चाहिँ सबैलाई दिने गरेका छौँ। पुस्तकै किन्नु पर्दा त अरूले छाप्ने, छापेकाले के कति गर्छन् त्यो तिनीहरूको कुरा भयो। तर पढ्नका लागि निःशुल्क रूपमा हामीले प्राय मैले लेखेका चाहिँ कुनै पनि विषयहरू निःशुल्क रूपमा अनलाइनमा चाहिँ राखिदिने गरेका छु। किनभने यो कहाँबाट चाहिँ हामीले प्राप्त गर्न सक्छौँ त यो बुक मान्छेहरूले पढ्न खोज्नु भयो? यही विषयहरूमा गर्नको लागि चाहिँ हामीले त्यो ओरिजिन अफ साइन्स भन्ने वेबसाइट छ, त्यसमा पनि हेर्न सकिन्छ। अथवा अब यो रिसर्चगेटमा चाहिँ यो मात्रै छैन त, हजुरले त लगभग 40-45वटा पुस्तकहरू लेखिसक्नु भएको छ, जहाँ चाहिँ युवा पुस्तालाई नै चाहिने कुराहरू छन्। विशेष गरी यी पुस्तकहरू चाहिँ हामीले कहाँबाट पढ्न सक्छौँ? यो चाहिँ एउटा ओरिजिन अफ साइन्स भन्ने जुन वेबसाइट छ त्यसमा आर्टिकलहरू, रिसर्च आर्टिकलहरू त्यसमा पढ्न मिल्यो। अर्को चाहिँ अमेजोनमा चाहिँ बुक्सहरू पाइन्छ, अनलाइन त्यहाँ किन्न मिल्छ। अमेजोनमा चाहिँ मेरो नाम सर्च गर्यो भने अथवा किताबको नाम सर्च गर्यो भने भेटिन्छ। र फ्रीमै पढ्छु म, अनलाइन नै पढ्छु भन्ने व्यक्तिहरूको लागि रिसर्च गेटमा पनि मैले प्राय सबै किताबहरू PDF डाउनलोड गर्न मिल्ने गरी राखिदिएको छु। PDF डाउनलोड गरेर पढ्न मिल्छ। रिसर्च गेटमा श्रीवास कृष्णदास ब्रह्मचारी भनेर सर्च गर्यो भनेदेखि त्यहाँ सबै भेटिन्छ पुस्तकहरू। करिब 42वटा पुस्तकहरू त्यहाँ राखिदिएका छौँ हामीले, त्यो त्यसरी पढ्न मिल्छ। हजुरहरूलाई पनि महाराजजीले लेख्नुभएका पुस्तकहरू पढ्न मन लाग्छ भने ती सबै पुस्तकहरू यस्ता छन् कि जो हामी जस्तै युवा पुस्ताले पढ्नुपर्ने हुन्छ। हजुरहरू पनि पढ्न चाहनुहुन्छ भने महाराजजीले भने जसरी सर्च गरेर हेर्न सक्नुहुनेछ। महाराजजी, हजुरको पुस्तक हेर्ने क्रममा एउटा अत्यन्तै सबैले रुचाउनु भएको भर्खरै प्रकाशित पनि भएको पुस्तक हो। हाम्रो अहिलेको जेनेरेसनमा क्राइम कसरी हुन्छ, यो द साइको स्पिरिचुअल रुट्स अफ क्राइम भनेर जुन पुस्तक पछिल्लो समय तयार गरियो,
यो पुस्तकको इन्सपिरेसन चाहिँ जुभिनाइल क्राइमबाट। जुभिनाइल क्राइम भनेको 18 वर्षभन्दा मुनिका बच्चाहरूले गर्ने क्राइम र जति जुभिनाइल होमहरू छन् विश्वभरि, नेपालको मात्र केस नभएर जुभिनाइल होमहरू जति छन् त्यहाँ रहेका 80% बच्चाहरू चाहिँ ब्याड प्यारेन्टिङ, स्पेसल्ली डिभोर्स्ड प्यारेन्ट्स, अझ त्यसमा पनि जस्तो डिभोर्स भएर अनि अर्कोसँग गएका प्यारेन्ट्सहरू, जस्तो डिभोर्स भएर अनि अर्को विवाह गर्छन्, पुनः विवाह गर्छन्, त्यस्ताबाट भएका सन्ततिहरू 70%। जुभिनाइल क्राइममा परेका वा अहिले जुभिनाइल होममा भएका बच्चाहरू 70देखि स्थिति हेरेर कतै त 80-85% छन्। ती चाहिँ त्यस्ता प्यारेन्ट्सहरू आड्छन् सबै, अधिकांश भनौँ न। अब 70-80% भनेको त्यो त लगभग भन्न मिल्छ। र त्यो देखे पछाडि मलाई यसको चाहिँ त्यसले क्लिक गर्यो कि वास्तवमा वैवाहिक प्रणालीले समाजमा चाहिँ कसरी क्राइम चाहिँ कसरी क्राइम रेट घटाउन सक्ने रहेछ। र यो अर्को एडल्ट क्राइम्सको पनि हेर्ने हो भने विशेष गरी यो साइको क्रिमिनलहरू हुन्छन् जो अलिकता साइकोलोजिकल्ली चाहिँ बिग्रेका क्रिमिनलहरू, जस्तो सिरियल किलरहरू टाइपका व्यक्तिहरू भए, त्यस्ता व्यक्तिहरू पनि अलमोस्ट 65-70% चाहिँ यस्तै बाल्यकाल बिताएकाहरू के, जसको चाहिँ प्यारेन्ट्सको सम्बन्ध राम्रो थिएन अथवा सिङ्गल प्यारेन्ट्सका सन्तानहरू छन्। यसको मतलब मैले सिङ्गल प्यारेन्ट्सका सबै त्यस्ता छन् भन्न खोजेको होइन, तर क्राइम हेर्ने हो भनेदेखि चाहिँ प्राय सिङ्गल प्यारेन्ट्सका, मातापिताको सम्बन्ध राम्रो नभएका, डिभोर्स भएर पुनः विवाह भएका व्यक्तिका सन्ततिहरू जो छन्। र एडल्ट क्राइममा डिभोर्स भएका व्यक्तिहरूको क्राइम रेट चाहिँ ज्यादा छ कि क्राइम गर्ने रेट नै पनि। यो देखे पछाडि भन्छ विवाह पनि संसारमा चाहिँ एउटा यो अशान्ति फैल्याउने चाहिँ विवाह पनि एउटा कारण रहेछ। यसको अर्थ विवाह गर्न भन्न खोजेको होइन कि विवाह चाहिँ त्यसलाई व्यवस्थित बनाउनु पर्ने रहेछ। विवाहलाई व्यवस्थित बनाउन सकिएन भनेदेखि संसार ध्वंस गर्ने एउटा कारण चाहिँ यो पनि रहेछ है भन्ने चाहिँ लागेर त्यस पछाडि यसमा थप खोजी चाहिँ त्यस पछाडि गर्न लाग्यो। र त्यो मैले साइको स्पिरिचुअल रुट्स, त्यो साइको स्पिरिचुअल रुट्स भन्दाखेरि एकजनाले मलाई यो स्पिरिचुअल भन्ने शब्द चाहिँ किन जोड्नुभयो भन्नुहुन्थ्यो। मैले यसलाई चाहिँ स्पिरिचुअली हिल गर्न सकिन्छ। त्यसकारण जस्तो विवाह प्रणाली, हाम्रो जुन वैवाहिक प्रणाली छ नि, त्यो प्रणालीको चाहिँ हामीले यदि हेर्ने हो भनेदेखि संसारमा 70% क्राइम चाहिँ रोक्ने हाम्रो वैदिक विवाह प्रणालीलाई हामीले अवलम्बन गऱ्यौँ भने 70% क्राइम रोकिन्छ कि कसरी गर्नु पर्दैन। विवाहलाई मर्यादित बनाउनु पर्यो। जस्तो हाम्रो चाहिँ त्यो अष्टकोट जुन प्रणाली छ, जहाँ चाहिँ हामीले यो 36वटा चाहिँ अङ्क लगाउँछौँ, जुनमा 8वटा चाहिँ विषयलाई लिएर 8वटा चाहिँ त्यो टपिकलाई लिएर भनौँ न, त्यो मिलान गर्छौँ। यो चिना मिलाउँदा गर्दा विवाहभन्दा अगाडि होइन, कुण्डली मिलान गर्दाखेरि चाहिँ ती कुराहरू कति महत्त्वपूर्ण छन् भन्ने कुरा यहाँबाट चाहिँ थाहा हुन्छ। जुन अष्टकोटका 8 पक्षहरू जसलाई चाहिँ 36 अङ्क दिएर चाहिँ हामीले मिलान गर्ने गर्छौँ, जसमा चाहिँ मेजोरिटी 18 भन्दा माथि चाहिँ कमसेकम मिल्नुपर्छ भन्छौँ, माथि चाहिँ मिल्नै पर्छ भन्छौँ होइन। अब यसलाई अष्टकोट जुन पद्धति भन्यो, अब यहाँ के आउँछ भने फेरि ग्रह गोचरका कुराहरूलाई कहाँ लाख किलोमिटर माथितिर भएको ग्रहले यहाँ मान्छेलाई प्रभाव पारो भनेर भन्छन्। यी चाहिँ माघिहानी बाटो बनाएछन्, ज्योतिषका नाममा राहु केतु भनेका छन्, तर्साछन्, हामीलाई लुटी खाएछन् भन्छन् फेरि भन्नेले। यी भन्नेहरूलाई चाहिँ मलाई बडो अचम्म चाहिँ के लाग्छ भने पृथ्वीमा 70% पानी छ। समुद्री मार्गको यात्रा जुन छ संसारमा सबैभन्दा सस्तो यात्रा भनेको समुद्रिक मार्गबाट हो। त्यही भएर सामान चाहिँ सकेसम्म सामानहरूको कार्गो चाहिँ हामीले ट्रान्सपोर्ट गर्दाखेरि समुद्रिक मार्गबाट गर्छौँ। अब त्यो बाटोमा के हुन्छ भने त्यो सामुद्रिक मार्गमा सकेसम्म औँसी र पूर्णेलाई छल्ने प्रचलन हुन्छ, छलेर चलाउनु, किनभने समुद्रको प्रभावले त्यहाँ ज्वार भाटहरू आउँछ होइन, र त्यसले चाहिँ डिस्टर्बेन्स जुन हाम्रो यात्रालाई चाहिँ डिस्टर्ब गर्छ। त्यसकारण औँसी पूर्णेलाई छल्ने सिस्टम छ। हाम्रो शरीरको पनि एनाटोमी र यो विश्वको ब्रह्माण्डको एनाटोमी, ह्युमन एनाटोमी र ब्रह्माण्डको एनाटोमी त युनिभर्सको एनाटोमी त उस्तै छ नि त। हाम्रो शरीर पनि 70% पानी हो भनेपछि समुद्रमा भएको 70% पानीमा चन्द्रमाले असर गर्छ, प्रभाव पार्छ। अनि त्यहाँ चाहिँ यस्ता विशेष नेभिगेसन प्रणाली भएका जहाजहरू चाहिँ हिँड्न सक्दैनन् अरे। अनि हाम्रा शरीरमा पनि 70% पानी भएपछि हाम्रो शरीरमा चाहिँ प्रभाव पार्दैन, त्यसले पार्छ होला नि त। त्यही भएर त औँसीमा जन्मेका, पूर्णेमा जन्मेका, एकादशी, द्वादशी, त्रयोदशी भन्दै भन्छन्। भनेपछि प्रभाव पर्छ। हरेक यो पुरा ब्रह्माण्ड र हाम्रो शरीरको एनाटोमी पनि एउटै छ र इन्टरकनेक्टेड छ होइन, त्यसकारण प्रभाव पर्छ। अब प्रभाव पर्दैन, समुद्र ठुलो भयो, पानी धेरै छ, त्यही भएर प्रत्यक्ष हाम्रै आँखाले प्रभाव देख्यौँ।
तर प्रतिशतमा भन्यो भने त शरीरमा भएको पानीको प्रतिशत र समुद्रमा भएको पानीको प्रतिशत त उति नै हो नि। प्रभाव त त्यति नै पर्छ नि त शरीरमा पनि। तर छ के भने जति प्रतिशत भयो नि ज्यादा भयो त्यो 10 लिटर होला होइन, देखिन्न, हाम्रा प्रत्यक्ष आँखाले देख्दैनौँ। तर त्यसको एउटा अध्ययन विधि छ, त्यो विधिबाट हामीले अध्ययन गर्ने हो भने परेको प्रभाव त देख्छौँ नि त हामीले होइन। भनेपछि अब के छ भने हामीले जुन वर्ण मिलाउनुपर्छ, अष्टकोणमा जुन 8वटा पक्षहरू हुन्छन्, वर्ण, वश्य, तारा, योनि, ग्रह, गण भन्दै जुन 8वटा हुन्छन्, त्यो सबैको आफ्नो आफ्नो महत्त्व छ र मान्यता छ। त्यसले जस्तो नाडी भयो होइन। अब त्यो के छ भने वर्ण भनेको यो चाहिँ स्पिरिचुअल डिस्पोजिसन र इगो एलाइनमेन्ट चाहिँ यसको सम्बन्ध राख्छ यसले, कि हाम्रो वर्ण यदि मिलेन भने आध्यात्मिक रूपमा प्रगति हुन्न। र अर्को इगो अलाइनमेन्ट भन्छौँ, जस्तो अहङ्कार त सबैमा छ, वर्ण मिलेन भने अहङ्कारको टकराव हुन्छ। त्यही भएर इगो अलाइनमेन्टका लागि वर्ण मिलाउनु पर्ने आवश्यकता छ। त्यसै गरी वश्य भन्यो यो इन्फ्लुएन्स र डोमिनेन्स, यो चाहिँ प्रत्यक्ष रूपमा वश्य मिलाउनु भनेको इन्फ्लुएन्स र डोमिनेन्स भन्ने दुइटै हुनु पर्यो नि। जस्तो कोबाट को इन्फ्लुएन्स हुने, कति कुरामा इन्फ्लुएन्स हुने, डोमिनेन्स कसले कति राख्ने, कहाँ कसले डोमिनेन्स राख्ने। जस्तो डोमिनेन्स भनेको भन्दै गर्दाखेरि सधैँ श्रीमानको श्रीमतीमा चाहिँ डोमिनेन्स हुनुपर्छ भन्नु खोजेको होइन। घरभित्र श्रीमतीको डोमिनेन्स हुनुपर्छ, घरबाट बाहिर आए पछाडि श्रीमानको हुनुपर्छ भन्ने एउटा त्यो हामीले नचाहे पनि प्राकृतिकवाला नियम हो कि। जति नै काम गर्छु भने पनि जहाँबाट फेमिनाइन मुभमेन्ट सुरु भयो नर्थ अमेरिकाबाट, त्यही आजभन्दा 10-12 वर्ष अगाडि अर्को मुभमेन्ट सुरु भयो। मिलिट्रीमा सुरक्षा सेवामा भएका स्त्रीहरूलाई चाहिँ महिनाको 4 दिन बिदा चाहिन्छ, किनभने त्यहाँ चाहिँ हेभी एक्सर्साइज गर्ने, ड्युटी गर्न सकिन्न भनेर। मैले युद्धमा त त्यस्तो हुन्न नि, युद्धमा चाहिँ यहाँ पिरियडको टाइम हो, मासिक धर्मको समय चाहिँ यिनलाई चाहिँ त्यतिखेर युद्ध गर्न हुन्न त भन्दैनन् होला। भनेपछि यदि हामीलाई शारीरिक रूपमा त्यतिखेर हामी कमजोर हुन्छौँ भन्ने लाग्छ भने त्योवाला सेवामा जानै हुन्न भन्छु म। किनभने रक्षा क्षेत्र भनेको त युद्धका लागि तयार हुनुपर्ने क्षेत्र हो नि। त्यहाँ चाहिँ म कमजोर छु त्यही भएर 4 दिन चाहिँ मलाई बिदा चाहिन्छ भन्न मिल्ने ठाउँ होइन। भनेपछि डोमिनेन्स कुनै ठाउँमा कसैको, अब त्यही कुरा चाहिँ बच्चा बच्ची हुर्काउने कुरा भयो भनेदेखि नि, एउटा 6 महिनाको नानी बाबु रुँदैछ भने आमाले दुध चाहिएर रोको हो कि भोक लागेर रोको हो कि त्यो डाइपर चेन्ज गर्ने बेला भएर रोको हो कि के किराले टोकेर रोको कि सबै थोक थाहा पाउँछन्। बाउले कति हल्ला गर्न सक्दो रहेछ यो भन्ने मात्र बुझ्छन् कि। भनेपछि फिजिकल स्ट्रेन्थको कुरामा डोमिनेन्स पतिको हुनसक्छ एकदमै, तर त्यही कुरा इमोसनल स्ट्रेन्थको कुरा गर्ने भने डोमिनेन्स र इन्फ्लुएन्स स्त्रीको हुन्छ। भनेपछि त्यो इन्फ्लुएन्स र डोमिनेन्स मिलाउनका लागि वश्य यो चाहिँ मिल्नुपर्छ, वश्य कुट मिलाउनु पर्ने त्यसका लागि हो। भनेपछि यी सबै ग्रह गोचरले पार्ने कुरा हो न, ग्रहले चाहिँ त्यो इन्फ्लुएन्स पार्ने कुराहरू। त्यसै गरी तारा भनेको कम्प्याटिबिलिटी र फिजिकल हेल्थको कुरा हो, यसलाई मिलाउनुपर्छ। तारा चाहिँ मिल्नुपर्ने भनेको। त्यसै गरी योनि भनेको सेक्सुअल र साइकोलोजिकल कम्प्याटिबिलिटीको लागि हो। त्यसै गरी ग्रह भनेको मेन्टल र इमोसनल हार्मोनीको लागि हो। मान्छे भन्छन् योसँग मेरो ग्रह मिल्दैन भनेर, जोसँग सम्बन्ध ठिक हुँदैन ग्रह मिल्दैन, मतलब हामीलाई इन्डाइरेक्टली यो कुरा सबकन्सियस कुनै लेभलमा हामीलाई थाहा छ कि ग्रह नमिल्नु भनेको चाहिँ मेन्टल र इमोसनल हार्मोनी नहुनु भन्ने कुरा हामीलाई थाहा छ। हामी भन्दै ग्रह मिल्दैन भन्छौँ, त्यो भनेको हाम्रो मेन्टल र इमोसनल कम्प्याटिबिलिटी छैन अथवा हार्मोनी छैन भन्न खोजेको, त्यसकारण ग्रह मिलाउनुपर्छ भन्न खोजेको। त्यसै गरी गण मिलाउने भनेको नेचर र बिहेभियरल टेन्डेन्सीको लागि मिलाउने हो। अनि त्यसै गरी भकुट भन्छौँ हामी फाइनेन्सियल र चाहिँ त्यो डोमेस्टिक स्टेबिलिटीको लागि हो हैन। अनि त्यसै गरी नाडी भनेको चाहिँ जेनेटिक्स र साइकोलोजिकल कम्प्याटिबिलिटीको लागि हो। अब यो त विज्ञान हो नि, यो सबै थोक मिलाएर विवाह गर्नाले अब छुट्टिनु पर्ने स्थिति आउन्न हैन। यो मिलाउनाले छुट्टिनु पर्दैन के, किन सबै थोक राम्रो हो त सबै थोक मिलेपछि, जस्तो एउटा दुईटा कुरा मिलेन भने एडजस्ट गर्न सकिन्छ। यहाँ त के हुन्छ नि, विपरीत ध्रुवका त त्यो जड पदार्थ चुम्बकलाई त विपरीत ध्रुवको छोवन ल्याएर जोड्न सकिन्न, जबकि चुम्बक भने टाँसिनु पर्ने कुरा। तर ध्रुव विपरीत भयो भने चुम्बक पनि टाँसिन्न के। चुम्बक भन्दा हामी के बुझ्छौँ, टाँसिने। भन्नै कसैलाई खाली पछि लगाएर कस्तो चुम्बक जस्तो टाँसिया भन्छौँ नि, भनेपछि चुम्बक भन्न साथ बुझ्नु चाहिँ हामी के बुझ्छौँ, टाँसिने कुरा भनेर बुझ्छौँ। त्यो चुम्बक जुन स्वाभाविक रूपमा टाँसिनु पर्ने त्यो त विपरीत ध्रुवको पर्यो भन्दै एकै भयो भनेदेखि टाँसिने, त्यो रिपेल हुन्छ। त्यसलाई त ध्रुव मिलाउनु पर्ने हुन्छ नर्थ र साउथ गरेर हैन, कि एकै ध्रुवको भयो भनेदेखि त्यो चाहिँ रिपेल हुन्छ हैन। भनेपछि के छ त भन्दाखेरि त्यो सँगै बस्नुपर्ने कुरा। हामी त कन्सियस लिभिङ बिइङ हो नि त, चुम्बक त होइन जबरजस्ती टाँस्छु भन्नलाई। हाम्रा लागि त के हो भने एउटा दुईटा कुरा नमिल्दा एडजस्ट होला, के पनि मिल्दैन, पूर्वी विपरीत ध्रुवका छन् भने त कसरी सँगै बस्न सकिन्छ। तर यस्तो भन्छ नि महाराजजी, बाहिरको कन्ट्रीमा त खोइ त हाम्रो चिनाहरू कुण्डली त मिलाइदिएन, उनीहरू पनि त ह्याप्पी भएर बसेका छन्।
अब क्राइम रेट, डिभोर्स रेट, डिप्रेसन रेट, मेन्टल फ्रस्ट्रेसन रेट पनि त हेरौँ त उसो भएदेखि 70% हो। बाहिर देखाउँदा सबैका हात आइफोन भएर मान्छे खुसी हुन्न। हाम्रा हजुरबा खुसी हुनुहुन्थ्यो र फोनै देख्नु भएको थियो नि त। वास्तवमा घर गृहस्थ नि भने हाम्रा हजुरबा हजुरआमाको राम्रो थियो नि। एकदमै मेरो बा आमाको राम्रो छ त, फोन देख्न लाग्यो कति वर्ष भयो र। त्यही त। अन्त हात आइफोन भएर मान्छे खुसी हुने नि। हाम्रो समस्या यही भयो कि भौतिक वस्तुहरू साधन हुन्, साध्य होइनन्। यिनबाट ह्याप्पिनेस प्राप्त हुन्न। यिनीहरू भनेका साधन मात्र हुन्। यिनले जीवनशैलीलाई सहज बनाउँछन्, खुसी बनाउनन्। खुसी हुन्, असहजमा खुसी होइन। सगरमाथा चढेर मान्छे खुसी भए होइन, सहज हो र त्यो। असहज भन्छ, असहजतामा पनि त मान्छे खुसी हुँदो रहेछन्। प्याराग्लाइडिङ गर्दा, प्याराजम्प गर्दा मान्छे खुसी भएको छैनन्, छन् त। असहज हो नि त्यो त, सहज त होइन नि। खुट्टा डोरी बाँधेर उँधो मुन्टो लगाएर बन्जी जम्पिङ गर्दा मान्छे खुसी भएको छन् त। सहजता त होइन नि त्यो। भन्छ साधनले सहजता दिन सक्छ, खुसी होइन। व्यक्ति खुसी भनेको असहज परिस्थितिमा पनि हुनसक्छ। जस्तो सगरमाथा चढ्नेहरू खुसी भएका छन्, त्यो सहज हो त। कति गाह्रो छ, असहज हो नि। भन्छ साधनले व्यक्तिलाई खुसी बनाउन सक्छ, सक्दैन नि। कहीँ पनि साधनले खुसी बनाउन्न व्यक्तिलाई। साधनले जीवनलाई सरल सहज बनाउन सक्छ। जस्तो अब चिठी बोकेर दौडाउनु पर्ने ठाउँमा यहाँ यसो इमेल पठाएर हुन्छ। भन्छ सहज चाहिँ भयो, जीवन सहज भयो, तर खुसी नै हुन्छ भन्ने त छैन नि त। साधनमा खुसी खोज्नु नै समस्या हो। खुसी खोज्ने भनेको साधु सङ्घ र शास्त्र अध्ययनमै हो, साधन भजनमै हो। यो भौतिक वस्तुमा खुसी खोज्नु भनेको हो त्यो उल्टो भयो क्या। यसले जीवनलाई सहज बनाउँछ, त्यहाँभन्दा ज्यादा केही पनि हुन्न। अब अर्को हो, हामीले साधनद्वारा खुसी पाउँथ्यौँ भनेदेखि त खुसी किन्न मिल्ने कुरो क्रय विक्रयको वस्तु भइगयो नि। सिधै साधनको सट्टा खुसी नै किन्दै भइहाल्थ्यो। आइफोनको सट्टा 2 लाखको खुसी किनिदिने यहाँ पाइन्न नि। भन्छ त्यो ह्याप्पिनेस भन्ने कुरा, पिस भन्ने कुरा भित्रबाट आउनुपर्ने कुरो हो कि बाहिर खोजेर पाइन्न। त्यो बाहिरबाट प्राप्त। अब ह्याप्पिनेस हामी चाहन्छौँ भने विवाह गर्दा पनि यी कुराहरूलाई हामीले ध्यान दिनु पर्यो। यसका लागि त हामी खुसी हुन नचाहन्, समाजलाई खुसी राख्न पनि यति चाहिँ गर्नुपर्ने हो कि समाजमा क्राइम बढ्न नदिनलाई, क्राइम घटाउनका लागि चाहिँ यति गर्नुपर्ने भयो। यो त एउटा सामान्य टपिक मात्र भयो। यो पुरै पुस्तक कुनै दिन हामी यो कुरा बसेर चर्चा गर्न सक्छौँ डिटेलमै के डिटेलमा कसरी यसले। किनभने जस्तो अहिले त हामीले केले के गर्छ भन्ने मात्र कुरा गऱ्यौँ। वर्ल्डको चाहिँ आँकडा स्ट्याट के छ चर्चा गर्न सकिन्छ होइन। स्ट्याटिकल्ली यसलाई चाहिँ हामीले प्रमाणित गर्न सक्छौँ। र यो चाहिँ के हो भने जस्तो हामीले व्यवहारिक रूपमा देख्न सक्ने कुरा हो कि एकदमै। अब होइन हाम्रा चिना मिलाउँदैन हामी खुसी छौँ, कति दिन खुसी छौँ भन्ने पनि त हेर्नु पर्यो। बुढेसकालमा 80 वर्षको उमेरमा चाहिँ मेन्टल प्रब्लम त्यो इन्सुरेन्सले कभर नगरिदिने भएका कारण 80 वर्षको उमेरमा पनि काम गर्ने व्यक्तिहरू उनका छन्, हाम्रा छैनन्। 80 वर्षको उमेरमा काम गर्ने हाम्रा त सोच्न पनि सक्दैनौँ हामी। हाम्रो समाजमा 80 वर्ष भइसकेका वृद्ध बाले चाहिँ काम गर्छन् भन्ने सोच्न सक्छौँ, हामी त सोच्न पनि सक्दैनौँ। उनकामा चाहिँ त्यो मेन्टल हेल्थको चाहिँ त्यो इन्सुरेन्सले कभर नगरिदिएका कारण त्यो मेन्टल हेल्थ ट्रिटमेन्टका लागि साइकोलोजिस्ट भिजिट गर्नका लागि चाहिँ त्यो उनीहरूले के गरिराखेका छन् त भन्दाखेरि काम गरिराखेका छन्। त्योभन्दा नि गजबको आँकडा त अब अहिले रिसेन्टवाला त के छ थाहा भएन, आजभन्दा अलिक 3-4 वर्ष अगाडि मैले खोजी गरेको थिएँ। त्यो साइकोथेरापिस्टहरू जुन छन्, जुन अरूलाई काउन्सिलिङ गरिरहेछन्, इच 1 in 10 10 जनामा 1 जना चाहिँ तिनीहरू फेरि आफू पनि पुनः चाहिँ अर्कोसँग काउन्सिलिङ गर्न चाहन्छन्। अहिले त्यो बढो होला सायद, अहिले बढो होला। अब 4-5 वर्ष अगाडि मैले खोजी गर्दा 10 वटामा एउटा चाहिँ फेरि रिकाउन्सिलिङका लागि जाँदो रहेछ। तर त्यही कुरा हामीले हाम्रो जीवन पद्धति जुन छ नि, साँझ बसेर रामायण महाभारत पढ्ने गर्ने अहिले छोड्यौँ हामीले। पहिले त त्यही त थियो, साँझको भोजन चाहिँ अलि छिटै गर्ने, सूर्य नअस्ताउँदै साँझको भोजन गर्ने उज्यालैमा, अनि साँझ गाउँघरका मान्छे जम्मा हुने, रामायण महाभारत चर्चा गर्ने। जीवन कति आनन्दको थियो, कति सुख थियो, कति शान्ति थियो। मानसिक समस्या हुन्छ भन्ने मान्छेलाई थाहै दिएन। के हो मानसिक समस्या भनेको थाहै दिएन मान्छेलाई। अब अहिले अचम्मको कुरो त 12 वर्षका बुढाबुढीहरू मलाई डिप्रेसन भइसक्यो भन्छन्। हामीले त 12 वर्षमा डिप्रेसन भन्ने शब्दै सुनेको थिएन। जबकि म एकदमै मेरो त त्यो उमेर पनि भएको छैन, तर मैले पनि सुनेको थिएन 12 वर्षको उमेरमा त्यो डिप्रेसन भन्ने कुरो। किन भइराखेको छ त यो भन्दा विवाहका कुरा, यो सबै कुराहरू जस्तो प्यारेन्टिङ, जोइन्ट फ्यामिली। अब यसका लागि अर्को के हो भने जोइन्ट फ्यामिली चाहिन्छ। यो चाहिँ जस्तो विवाहको मात्र भएन, त्यो मैले द साइको स्पिरिचुअल रुट्स अफ क्राइम जुन भने त्यसमा चाहिँ अब यो जोइन्ट फ्यामिलीको महत्त्व पनि आउँछ। दुवैजना काम गर्न हिँडेका छन्,
बच्चा बच्ची कस्तो सङ्गतमा छ थाहा हुन्न, त्यही त मोबाइलको सङ्गतमा हुन्छ। यो भनेको त सारा दुनियाँ यसैमा छ, राम्रा भन्दा नराम्रा कुरा ज्यादा छन्, राम्रा कुरा भेटिन्न, खोजेर नि भेटिन्न। यस्तो पनि हो नि प्रभुजी, हामी राम्रा कुरामा भन्दा बेसी नराम्रा कुरामा बढी अघि नै भन्थे युगको पनि प्रभाव हो त्यो। किनभने जस्तो बाटोमा कसैले बसेर ट्राफिक व्यवस्थापन गरिदिइरहेछ भने रोकेर कोही हेर्छन्? दुईजना झगडा गरिरहेछ भने रोकेर हेरिन्छ नि। एकदमै भन्छ के हो नि, यो त समयको पनि प्रभाव हो होइन। त्योभन्दा पनि मुख्य कुरा अर्को आउँछ, जोइन्ट फ्यामिलीको कुरा आउँछ, जहाँ चाहिँ ग्रान्ड प्यारेन्ट्सबाट ग्रान्ड किड्सहरू चाहिँ नर्चरिङ हुन्छन्। एकदमै तिनीहरूलाई त्यो पोषण प्राप्त हुन्छ। पोषण प्राप्त हुनु भनेको भिटामिन मिनरल्स मात्र पाउनु होइन, पोषण भनेको यहाँ पनि पोषण चाहियो नि, मेन्टल पोषण। मेन्टल्ली नर्चरिङ भनेको प्यारेन्ट्स भन्दा ग्रान्ड प्यारेन्ट्सले गर्न सक्छन्। किन? तिनीहरूले त यस्ता कतिवटालाई जन्माएर हुर्काएका हुन्छन् के, एक्सपिरियन्स हुन्छ। र एक्सपिरियन्स पनि कस्तो हुन्छ, हाम्रो नेपालीमा एउटा भनाइ छ नि, साउको भन्दा ब्याजको माया भनेर। माया पनि ज्यादा हुन्छ, अनुशासित पनि ज्यादा गराउँछन्, दुइटै हुन्छ होइन। त्यसकारण के छ, जोइन्ट फ्यामिलीको महत्त्व। अब हामीलाई त त्यो 9-10मा 8-9मा पढ्दाखेरि त्यो जोइन्ट फ्यामिली भन्दा न्युक्लियर फ्यामिली राम्रो हुन्छ भनेर पढाइदिए हो कि के हो भन्ने ठान्थ्यौँ। अहिले पो थाहा भयो कहाँ हो, जोइन्ट फ्यामिली हुनु पर्दो रहेछ। समाजमा क्राइम घटाउने हो भनेदेखि र सन्ततिलाई योग्य बनाउने हो भने मानसिक, शारीरिक, आध्यात्मिक, आर्थिक, सामाजिक सबै पक्षबाट बुलन्द एउटा सन्तान बनाउने हो भने मातापिता भन्दा ज्यादा चाहिँ हजुरबुवा हजुरआमाको हात हुन्छ। त्यो जोइन्ट फ्यामिली हुनुपर्छ। यस्ता धेरै कुराहरू छन्। अनि यस्तो पनि त छ नि महाराजजी, अब हाम्रो धर्मशास्त्रमै भनिएको छ 25 वर्षको उमेरमा विवाह गर्ने, 50 वर्षको उमेरमा बुहारी ल्याउने हो गर्ने, त्यसपछि अब आश्रम जाने, वानप्रस्थ हुने, 75मा सन्यास लिने। त्यो सबै ठाउँमा लागू हुन्न। सत्ययुगमै पनि 75 कटेर सबैले सन्यास लिँदैनथे र घरमै बसेर पनि परमार्थ गर्न सकिन्छ। तर घरमा बसेर परमार्थ, घरमा आसक्त हुन भएन कि, आसक्त चाहिँ हुन भएन। प्रेम सबैलाई गर्नु, प्रेम र आसक्ति फरक विषय हो एकदमै। जस्तो प्रेममा प्रेमको वस्तुको हित खोजिन्छ, आसक्तिमा आफ्नो स्वार्थ हुन्छ। जस्तो यही भन्नु न, मलाई फुल मनपर्छ भन्नु र फुललाई माया गर्छु भन्नु फरक छ नि। फुललाई माया गर्ने गमलामा चाहिँ ल्याएर मल हाल्ने, पानी हाल्ने, त्यसमा किरा लाग्यो भनेदेखि औषधि हाल्ने गर्ने गर्छन्। फुल मनपर्छ भने टक्क चुड्छन्, लिएर हिँड्छन्, फरक छ नि। भन्छ के छ भने प्रेमको वस्तुलाई उपास्य मान्नु प्रेम हो। प्रेमको वस्तु जुन छ त्यसलाई आफ्नो स्वार्थपूर्तिसँग दाँचेर हेर्नु आसक्ति हो। भन्छ हामी प्राय प्रेम र आसक्तिलाई एकै ठाउँ राखेर हेर्छौँ। जस्तो बच्चाको उज्जवल भविष्यको कामना गरेर बच्चाको हितलाई हेरेर उसलाई कुनै कार्यबाट रोक्नु एउटा पद्धति हुन्छ। एउटा यो मलाई मेरो छोरो भएर मैले भने नटेर्ने, यसलाई म देखाउँछु, बाउ भने बाउ हो नि भन्ने प्रणाली एउटा हुन्छ। त्यो दुइटै देख्दा त एउटै काम हो नि, दुइटैमा गाली नै गरेको, तर पुरै फरक छ क्या फेरि पनि। यी विषयहरू चाहिँ हामीले वास्तवमा त्यो त्यही भएर हामी ब्रह्मचारी आश्रममा हामीलाई के भनिन्थ्यो भने आइडियल ब्रह्मचारी क्यान बिकम आइडियल गृहस्थ भन्थे। जो योग्य ब्रह्मचारी छ, योग्य गृहस्थ त्यही व्यक्ति मात्र बन्न सक्छ। किनभने यी सबै कुरा त हामीले ब्रह्मचारी आश्रममा पढेको त हो नि। जो योग्य ब्रह्मचारी छ त्यो चाहिँ योग्य गृहस्थ हुन सक्छ भनेर भनिन्थ्यो हामीलाई। अहिले यो कुराहरू बुझ्दैछौँ कि किन भनेको रहेछ भनेर। किनभने जसले गुरुका अधीनस्थ रहेर एउटा योग्य ब्रह्मचारीका रूपमा 25 वर्ष ब्रह्मचारी जीवन गुरुकुलमा व्यतीत गर्यो, त्यसको गृहस्थी सधैँ राम्रो हुन्छ। किनभने एक त यो सबै थोक बुझेको हुन्छ र अर्को त्यसले प्रेम के हो बुझेको हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त्यो। यो भनिराख्दा नि प्रभुजी, हजुरले चाहिँ विवाह किन गर्नु भएन त? हामीलाई चाहिँ आँटै आयो। गृहस्थ आश्रम वास्तवमा यो मैले सधैँ भन्ने गर्छु, गृहस्थ आश्रम परमार्थका लागि पनि सबैभन्दा सहज, सरल र योग्य आश्रम हो। तर त्यसका परिधि, त्यसका मर्यादा र त्यसका नियमहरू छन् जुन सबैले परिपालन गर्न सक्छन् भन्ने छैन। हाम्रा परम गुरुदेव श्रील भक्ति सिद्धान्त सरस्वती ठाकुर गोस्वामी महाराजले एकपटक के भन्नुभएको थियो भने, उहाँलाई कसैले सोधेका थिए, हजुर जस्तो योग्य व्यक्तिले विवाह गरेर योग्य सन्तान उत्पन्न गरे पो समाजमा शान्ति हुन्छ, योग्य व्यक्ति जति सबै बिहे नगरेर हिँड्ने, जोही भएर हिँड्ने भन्दाखेरि उहाँले जुन वचन भन्नुभएको थियो त्यो मेरो जीवनमा पनि चरितार्थ हुन्छ। उहाँले के भन्नुहुन्थ्यो भने, यदि मैले विवाह गरेर मेरा सन्तानहरू सबै योग्य वैष्णव हुन्छन् र जगतलाई तार्न सक्ने हुन्छन् भनेर कसैले ग्यारेन्टी दिन्छ भने म 100 विवाह गरेर 1000 सन्तान उत्पन्न गर्न तयार छु भन्नुहुन्थ्यो। अब त्यसको ग्यारेन्टी चाहिँ हुनु पर्यो नि। त्यसकारण त्यसको ग्यारेन्टी कसैले लिँदैनन् कि। त्यही भएर अब
र अर्को कुरा के हो भने मेरो जीवनको लक्ष्य अलग छ। म गुरुकुली हाम्रो वैदिक शिक्षा प्रणाली जुन छ त्यसलाई औपचारिक बनाउन चाहन्छु। हाम्रा चाहिँ विश्वविद्यालयहरू हुनुपर्छ, वैदिक मर्यादामा रहेर वैदिक सिद्धान्त पढाउने वैदिक अध्ययन केन्द्रहरू, अनुसन्धान केन्द्रहरू हुनुपर्छ भन्ने म लक्ष्य लिएको छु। त्यसका लागि म एक्लै रही भने त्यसका लागि ज्यादा समय दिन सक्छु। गृहस्थ आश्रममा रहिसके पछाडि यदि श्रीमतीका लागि, सन्तानका लागि समय दिन सक्दैनन् भने त्यस्ता व्यक्तिहरूलाई गृहस्थ आश्रममा रहने अधिकार छैन, विवाह गर्ने अधिकार छैन। त्यसकारण म समय नबाँडियोस् भन्ने पनि चाहन्छु। किनभने म जो लक्ष्य प्राप्ति गर्न चाहन्छु त्यो मेरो लक्ष्य पूर्ति यदि भयो भने म समाजमा चाहिँ म एकजनाले विवाह गर्दा एउटा गृहस्थ मात्र समाजमा रहन्थ्यो भने यदि मैले मेरो लक्ष्यमा लागेर लक्ष्य पूर्ति गर्न सकेँ भने म समाजमा हजारौँ त्यस्ता आइडियल गृहस्थहरू उत्पादन गर्न सक्छु भन्ने मलाई लाग्छ। यसकारण यदि बृहत्तर उद्देश्यका लागि साना सही नै कार्य भए पनि साना साना कार्यहरूलाई छोड्न पनि त्याग्न पनि तयार हुनुपर्छ। म चाहिँ त्यो मार्ग अवलम्बन गर्न प्रयास गरिराखेको छु। किनभने अहिले के छ भने संसारका प्रत्येक विश्वविद्यालयहरू, जस्तो हामी भन्छौँ नि तिमीहरूका, हामीले शास्त्रमा चाहिँ त्यो स्पेस टाइम कन्टिन्युमदेखि लिएर क्वान्टम मेकानिजमदेखि लिएर सबै कुराहरू थिए। हाम्रा त 300 प्रकारका सर्जरीहरू सुश्रुत संहितामा छन् होइन। त्यसै गरी हरेक कुराहरू, जब अनेक प्रकारका 80-85 प्रकारका विमानका चर्चाहरू छन् हाम्रा शास्त्रहरूमा होइन। यही मोबाइल टेक्नोलोजीका कुराहरू, टेलियोपेथीका कुराहरू हाम्रा शास्त्रमा छन्। भन्दै गर्दा व्यक्तिहरूले के भन्छन् भने छन् भने खै तिमीहरूले बनाएको भन्छन्। रिसर्च एन्ड डेभलपमेन्टमा हाम्रा शास्त्रमा आधारित रहेर रिसर्च एन्ड डेभलपमेन्टमा 1 पैसा खर्च कसैले आजसम्म गरेको छैन नि त। अनि 1 पैसा खर्च चाहिँ नगर्ने अनि खै त बनाएको भन्ने, त्यो रकेटै उडाउनका लागि पनि अर्बौं रुपियाँ खर्च गरेर 6000 वैज्ञानिकको एउटा पुस्ता सकिएर तिनीहरूले 50औं पटक फेल भएर उतै माथि हामीले बेलुन उडाएको जस्तो गरेर उतै माथि गएर ठुस्स पड्केर भैँमा झरेर 50औं पटक अनि बल्ल माथि पुगेको हो नि। त्यो रिसर्च एन्ड डेभलपमेन्टका लागि संसारले लगानी गरेको छ। हाम्रा शास्त्रमा भएका विषयहरू हाम्रा पिता पुर्खाहरूलाई थाहा थियो, बताइदिए, डकुमेन्टेड गरेर राखिदिए। त्यसका लागि रिसर्च एन्ड डेभलपमेन्टमा हामीले आजसम्म 1 पैसा कसैले खर्च गरेको छैन नि। प्रश्न सोध्नेले जीवनमा पुस्तक पल्टाएर हेरेको छैन। रिसर्च एन्ड डेभलपमेन्टमा खर्च गर्ने त कुरै छोडौँ। हो, त्यो रिसर्च एन्ड डेभलपमेन्टमा खर्च गर्न योग्य खालको इन्स्टिट्युसन बनाउनुपर्छ भनेर म लागेको छु। कि विश्वले आज जसरी अक्सफोर्ड र क्याम्ब्रिजलाई R&Dमा चाहिँ पैसा दिएका छन्, त्यसै गरी हाम्रो वैदिक विश्वविद्यालयलाई पनि विश्वले चाहिँ R&Dमा पैसा दियोस् न। त्यस पछाडि हामीले पनि रिजल्ट दिन्छौँ। खर्च गर्न कोही पनि नमान्ने, कोही गाली मात्र गर्ने, पाखुरै मात्र सुर्किने, त्यसरी त समाज हुँदैन। भनेपछि के हो भने कन्सेप्ट छ, त्यसका रिसर्च एन्ड डेभलपमेन्टका लागि कसैले खर्च गर्नुपर्छ। त्यो गर्नका लागि एउटा विश्वसनीय संस्था चाहिन्छ जुन म बनाउन चाहन्छु। मेरो जीवनको लक्ष्य हो। मैले देखौँला नदेखौँला तर बिउ चाहिँ म रोपेरै मर्छु। मैले देख्नुपर्छ भन्ने छैन। 5 पुस्ता पछाडि बिउ रोपियो भने चन्दनको वृक्ष रोपे जस्तो हो कि यो। चन्दनको वृक्ष के हुन्छ भने आज मैले रोपेँ भने पनातीले बल्ल बास्ना सुँग्न पाउँछ। तितेपातीको बोट उमारे जस्तो होइन नि त। यो सिजनमा उम्रेको थियो, अर्को सिजनमा छैन होइन। यो भनेको के हो भने चन्दनको वृक्ष जस्तो हो। मैले देख्नुपर्छ भन्ने छैन, तर प्रयास मेरो के हो भने यही जीवनकालमा त्यति एउटा कुरामा सफलता हासिल गर्नुपर्छ। त्यसका लागि मैले गृहस्थ आश्रम त्याग्नुपर्छ। हजुरले रूपानुगा पराविद्यापीठ गुरुकुलको पनि निर्माण गर्नुभएको छ, जसमा धेरै हाम्रो विद्यार्थीहरू रहिराख्नु भएको छ। विभिन्न जात जातिको हुनुहुन्छ। पहिला पनि यो विषयमा हजुरले धेरै ठाउँमा चर्चा गरिसक्नु भएको छ। धेरैको मनमा पनि लागेको छ गुरुकुलमा अब एउटा क्रान्ति पनि हो भनौँ। यो 15 वर्ष अगाडि हामीले गुरुकुल सुरु गर्दा 15, 16, 17 वर्ष अगाडि भनौँ, सबै जात जातिका विद्यार्थीहरू हामीले भर्ना गर्दै गर्दाखेरि समाजबाट एक समय हामी बहिष्कारमा परेकै व्यक्ति हौँ। कमसेकम यो समाजबाट त्यतिखेरको गुरुकुल चलाउने समाजले हामीलाई बहिष्कार नै गरेको। आज पनि वचनमा एक थोक छ, व्यवहारमा हेर्ने हो भने सम्पूर्ण रूपमा विद्यार्थीको परीक्षा हामी पनि लिन्छौँ तर जात हेरेर होइन। विद्यार्थीको परीक्षा त हामी पनि लिन्छौँ तर जात हेरेर होइन, उसको गुण हेरेर लिन्छौँ। गुण हेरेर परीक्षा लिएर विद्यार्थी भर्ना लिने चाहिँ आज पनि गुरुकुल नेपालमा हामी नै मात्र हौँ। अरूले
अब मुखल त सबैले भन्छन् यी दुईटा कुरामा चाहिँ हामीले गुरुकुलीय शैक्षिक प्रणाली शिक्षण प्रणालीमा क्रान्ति ल्याएको हो नै भन्छौँ। एउटा विद्यार्थीहरूको भर्नाको कुरालाई लिएर विद्यार्थी गुरुकुललाई समावेशी बनाएको हामीले नै हो। एकदमै जसले जे भने नि आजभन्दा 17 वर्ष अगाडि कसैले पनि भर्ना लिन्नथे, हामीले मात्र हो। एकदमै गर्व त के कुरामा लाग्छ भने त्यतिखेर दमै कामी भोटे सोटे सबै ल्याएर चाहिँ गुरुकुलमा पढायो, यसले छोको पानी नै खान हुन्न भनेर सार्वजनिक रूपमा भन्दै हिँड्ने व्यक्तिहरू आजकल दलित अभियन्ता भएर हिँडेछन्। खुसी लाग्छ है मलाई त्यो कुरा चाहिँ। आजकल यति ठाडो टिका लगाएर दलित अभियन्ता भएर हिँडेछन्, बहुत खुसी लाग्छ त्यो देख्दा चाहिँ कि समाजमा परिवर्तन चाहिँ ल्याएकै हो मैले भन्ने लाग्छ। आफ्नो तर्फबाट केही हदसम्म गरियो। पानी नै खान हुन्न यसले छोको भन्ने व्यक्ति आज चाहिँ अभियन्ता बनेर हिँडेछन्, कम खुसी लाग्छ, गर्व लाग्छ। र दोस्रो, गुरुकुलमा गणित विज्ञान र अङ्ग्रेजी सुरु हामीले गरेको। अङ्ग्रेजी पढाउँदाखेरि पनि गाईखानी भाषा पढाएर बर्बाद पारेकोले गुरुकुलको मर्यादा सकायो भनेर भन्थे। मेरो चाहिँ त्यतिखेरदेखि नै मान्यता के थियो भने आयुर्वेद पढे, अङ्ग्रेजी भाषा आउन्न, संसारलाई सिकाउँछन् कसरी यिनले, योग जाने, तर संसारलाई बताउँछन् कसरी, बताउनु त संसारलाई पर्यो नि। संसारमा सबभन्दा बोलिने भाषा त्यही अङ्ग्रेजी छ, त्यो त सिकाउनु पर्यो। एकदमै एउटा त्यो। अर्को, अहिले संसार जुन हिसाबले चलिराखेको छ त्योसँग लड्ने भेट्नु पर्यो, भेट्न सँगसँगै सामञ्जस्यता कायम गरेर जानु पर्यो। सामञ्जस्यता कायम गरेर जाने जनशक्ति त बनाउनु पर्यो नि गुरुकुलले नि। त्यसका लागि त भाषा चाहियो। सबभन्दा विज्ञ हुनु पर्दैन अङ्ग्रेजीको, बोल्न त सक्नु पर्यो नि, बुझ्न त सक्नु पर्यो नि। गुरुकुलमा हामीले अर्को सेक्सपियर जन्माउन खोजेको होइन, तर हाम्रा पाणिनीलाई सेक्सपियरको व्याकरण जानेका व्यक्तिलाई गएर पाणिनीको व्याकरण सिकाउन सक्ने मान्छे त बनाउनु पर्यो नि। हाम्रा गुरुकुलका विद्यार्थीहरू चाहिँ खालि कर्मकाण्ड र ज्योतिषमै मात्र सीमित राख्नु भएन नि। भन्ने बेला चाहिँ विमान भनेर कसैले भनौँ, प्लेन भनौँ भने हाम्रा वेदमा थियो भन्ने, अनि त्यसले काम गर्ने बनाएर भनौँ भनेदेखि चाहिँ गाईखानी भाषा पढाउनै हुन्न भनेर सुरु गर्ने। फेरि इन्टरनेसनली रिप्रेजेन्ट त्यो इन्टरनेसनली मात्र नभएर के हो भने व्यक्तित्वै विकासका लागि पनि त्यति त हुनु पर्यो नि त। किनभने मसँग भएका कुरा संसारलाई दिन, संसारले बुझ्ने भाषामा प्रेजेन्ट गर्नुपर्छ भन्न खोजेको थियो। त्यही सोचेर हामीले सुरु गऱ्यौँ। तर लु गाईखानी भाषा पढाएर यसले चाहिँ गुरुकुलको मर्यादा सकायो भन्ने व्यक्तिहरू पनि त्यतिखेर निस्किएका हुन्। तर जे भयो नि आज सबै गुरुकुलले पढाउनुपर्छ भन्न लागेका छन्। खुसी लाग्छ। धेरै गुरुकुलमा यो शैक्षिक प्रणालीमा त्यो खुसी लाग्छ। कम्पलसरी सब्जेक्टहरूमा इङ्ग्लिस, विज्ञान, राखिएको छ। यो अहिले मलाई खुसी लाग्छ किनभने यो आवश्यक छ। हाम्रो ज्योतिष सिद्धान्त पनि त ज्योतिष त कम्प्लिट म्याथमेटिक्स हो नि, प्योर म्याथमेटिक्स हो। भनेपछि गुरुकुलमा म्याथमेटिक्स पढाउन हुन्न भनेर कसैले भन्छ भने ज्योतिष पनि त पढाउन भएन, भयो त भएन नि त। ज्योतिष कसरी बनाउने, म्याथ गणितै पढाइएन भने ज्योतिष कसरी बनाउने हामीले? ज्योतिष बनाउनका लागि गणित त पढाउनु पर्यो त। अनि अहिलेको आधुनिक भौतिक विज्ञान पढाएनौँ भनेदेखि हाम्रा विज्ञानमा यी कुरा कसरी व्याख्या गरिएको थियो, अहिलेको र त्यतिखेरको तुलनात्मक अध्ययन कसरी गर्न सकिन्छ, उसलाई थाहै छैन। त्यो कम्पेरिटिभ स्टडीका लागि पनि उसले पढ्नुपर्छ, बुझ्नुपर्छ। त्यही भएर के हो भने हामीले चाहिँ कमसेकम यति कुरा पढ्नुपर्छ भनेर सुरु गऱ्यौँ, पढायौँ पनि, धेरै वचन पनि सुनियो, धेरै भनाइहरू पनि खाइयो। तर अहिले सबैतिर व्यवस्था विस्तार परिवर्तन हुँदैछ यस विषयमा। यो हाम्रो लागि खुसीको विषय हो। र अर्को जहाँसम्म छ गुरुकुलमा कसले पढ्न पाउने कसले पढ्न नपाउने भन्ने कुरा त, अनि नीतिशास्त्र न्यायशास्त्र विदुरलाई पनि त गुरुकुलमै पढाएका होलान्, त्यो पाण्डव र कौरवलाई पनि गुरुकुलमै पढाएका होलान्, त गुरुकुलमै त पढाउने हो। एकदमै व्यापार नै गर्छु भने वैश्यलाई पनि व्यापार कसरी गर्ने भन्ने त कहीँ त लगेर पढाउनु पर्छ होला नि। हाम्रो प्रणाली भने त गुरुकुलमै पढाउने हो नि, होइन र? एकदमै गुरुकुलमै पढाउने हो। भने गुरुकुलमा सबैले पढ्न पाउँछन् र सबै गुरुकुलकै प्रोडक्टहरू हुन्। प्राचीन कालमा सबै गुरुकुलकै प्रोडक्टहरू हुन्। यो चाहिँ जस्तो यहाँसम्म कि अब वर्णाश्रमकै सम्बन्धमा चर्चा गर्दाखेरि पनि हाम्रा शास्त्रहरूले वर्ण परिवर्तनका धेरै उदाहरणहरू दिएका छन्। शास्त्रमा धेरै त्यस्ता उदाहरणहरू हामी देख्न सक्छौँ जुन केवल जन्मका आधारमा मात्र होइन भन्ने कुरा शास्त्रमा धेरै उदाहरणहरू देख्न सकिन्छ। जस्तो ब्राह्मण क्षेत्रीय विषय, ब्राह्मणको कुलमा जन्मिने बित्तिकैमा कोही पनि ब्राह्मण हुँदैन। जस्तो यही सम्बन्धमा म चर्चा गर्थेँ। जस्तो ब्राह्मण क्षत्रिय विषम शूद्राणाम च परन्तप कर्माणि प्रविभक्तानि, कर्मले चाहिँ यसलाई विभक्त गरिएको छ भन्ने सम्बन्धमा गीतामै पनि प्रसङ्ग आउँछ 18औं अध्यायमा, जहाँ कर्माणि प्रविभक्तानि भनेर भनिएको छ। कर्मका आधारमा चाहिँ विभक्त गरिएको छ, बाँडिएको छ भनेर कुरा आउँछ। त्योभन्दा पनि मनुस्मृतिमै स्वयं मनु महाराजले मायागिस्स ब्राह्मण्यम क्रियते तनु भनेको यो शरीर, यो शरीरलाई नै ब्राह्मण बनाउन मिल्छ
भन्छ यही शरीरलाई ब्राह्मण बनाउन भन्छ यहाँ जन्मको कुरो रहेन त। जुन शरीर हामीले लिएर आएका छौँ, धारण गरेका छौँ, त्यसलाई नै ब्राह्मणियम क्रियते तनु हो। यही शरीरलाई नै कर्मद्वारा ब्राह्मण बनाउन सकिन्छ भन्ने कुराहरू मनुस्मृतिमा स्वयं मनु महाराजले पनि भन्नुभएको छ। अब त्यो गीताकै कुरा गर्ने हो भने त समोदमस्तप आदि श्लोकद्वारा चाहिँ ब्राह्मण के हुन्, त्यसै गरी सौर्यम तेजो धृतराक्षम आदि श्लोकद्वारा चाहिँ क्षत्रिय को हुन् होइन। त्यसै गरी कृषि गोरक्षा वाणिज्यम वैश्य कर्म स्वभावजम, स्वाभाविक रूपमा वैश्यहरूको कर्म के हो, शूद्रहरूको चाहिँ परिचर्यात्मकम कर्म शूद्रस्यापि स्वभावजम, यी सबै कुराहरू चाहिँ स्पष्ट बताइएको छ। श्रीमद् भागवत महापुराणमा पनि त्यो सम्पूर्ण वर्णहरूका चाहिँ गुणहरूको चर्चा गर्दै अन्तिममा गएर यस्य यल लक्षणम प्रोक्तम, जसमा जुन लक्षण देखिन्छ दृश्यते तत् तेनैवी, जुन जुन लक्षण र गुण चाहिँ स्वभाव जुन जुन व्यक्तिमा देखिन्छ तिनलाई त्यही वर्णको भयो भनेर जान्नु भनेर पनि बताइएको छ। त्यसरी बुझौँ हामी कुन जातको बन्ने भन्ने कुरा हामीले निर्धारण गर्न जात भन्दा पनि हामी कुन वर्णको भन्ने कुरा हामीले निर्धारण गर्न सक्छौँ। त्यो त जस्तो यहाँ वर्णाश्रम भित्रको कुरै रहेन। भविष्य महापुराणको प्रतिसर्ग पर्व 21औं अध्यायमा हेर्ने हो भनेदेखि सरस्वतीका कृपाले म्लेच्छहरू समेत जो वर्णाश्रममै पर्दैनन्, गाई खानेहरू ती वर्णाश्रम भने त हामी वर्णाश्रमभित्र त ती व्यक्तिहरू वर्णाश्रमभित्र भएकाको वर्ण परिवर्तन हुन्छसम्म मान्न सक्यो। तर म्लेच्छहरूको चाहिँ के छ भन्दाखेरि भविष्य महापुराणमा सरस्वतीका कृपाले म्लेच्छहरूलाई वर्णाश्रममा प्रवेश दिइएको र तिनलाई चाहिँ शूद्र बनाइएको प्रसङ्ग आउँछ। र तिनै म्लेच्छबाट शूद्र भएका व्यक्तिहरू जो छन् शिल्पवृत्ति अपनाएर 2000 म्लेच्छहरू चाहिँ वैश्य भए भन्ने प्रसङ्ग आउँछ। त्यसै गरी तिनैबाट आचार्य कश्यपले चाहिँ के गर्नुभयो भने ती 2000 जो वैश्य भएका म्लेच्छहरू थिए तिनीहरूबाट चाहिँ छानेर 5 भाइलाई चाहिँ क्षत्रिय बनाउनु भएको प्रसङ्ग आउँछ। एकजना ब्राह्मणले कश्यप नाम गरेका ऋषिले आजबाट तिमीहरू क्षत्रिय भयो, राज्य गर्नु भनेर ती एउटाको नामाकरण पृथु भनेर नामाकरण गरिदिनु हो। यो भगवान विष्णुका अवतार पृथु अलग हुन्। यी पृथुलाई चाहिँ राजपुत्र नाम गरेको नगरको चाहिँ राजा बनाएर आजबाट तिमी क्षत्रिय भयो, यी 4 भाइले तिम्रो राज्यको रक्षा गर्छन् भनेर 5 वटालाई क्षत्रिय बनाइदिनु भएको प्रसङ्ग आउँछ। भन्छ वर्ण परिवर्तन हुँदो रहेछ भन्ने कुरा बुझ्नुपर्छ भन्ने कुरा। त्यो मात्र नभएर अग्निवेश्य भने त राजा हुन् नि, उनीबाट चाहिँ गोत्रै सुरु भयो, ब्राह्मणहरूको गोत्र नै सुरु भयो, उनीबाट चाहिँ ब्राह्मणहरू पैदा भए। त्यसै गरी अङ्कीय नाम गरेका क्षत्रियको चाहिँ अङ्कीय पश्चात जति सन्तानहरू जन्मिए तिनी चाहिँ ब्राह्मणहरू भएको प्रसङ्ग आउँछ होइन। मनुस्मृतिमै चाहिँ शूद्रो ब्राह्मणताम यति ब्राह्मणश्चैव शूद्रताम भनेर भनेको छ। कर्मले चाहिँ शूद्र ब्राह्मण हुन सक्छन्, ब्राह्मण चाहिँ शूद्र हुन सक्छन्, अथवा सजीवन्येव शूद्रत्वम सुगच्छति, कि यदि ब्राह्मण भएर पनि नियम पालन गर्दैनन् भने ती शूद्र हुन्छन् भन्ने कुराहरू। अब त्यो मात्र नभएर ऋग्वेदीय ऐतरेय ब्राह्मण ग्रन्थ जुन छ, ती ऐतरेय उपनिषदका रचनाकार जो ऐतरेय नाम गरेका ऋषि हुन् उनी जन्मले ब्राह्मण होइनन्, उनी चाहिँ शूद्र पुत्र हुन्। त्यसै गरी ऐलुस नाम गरेका जो ऋषि थिए ती दासी पुत्र हुन्। दासी भनेको शूद्राणी नै हो। उनलाई त तिम्रा पिताको हुनुभन्दा पितै थाहा छैनन् भन्थे भन्छ। उनकी श्रीमतीले वेश्यावृत्ति गर्थिन्। अझ स्पष्ट भन्नुपर्दा कि पिता को हुन् पति को हुन् भन्दा छैन भन्छ। तिनी चाहिँ के छन् त भन्दाखेरि तिनलाई चाहिँ हामी ब्राह्मणकै रूपमा ऋषिकै रूपमा पुज्छौँ। त्यस्ता धेरै छन्। त्यो दक्षपुत्र पृषद जो क्षत्रिय थिए, पिताको श्रापले चाहिँ शूद्र भए उनी भन्छ। श्राप दिएका कारण चाहिँ शूद्र हुँदा रहेछन् कोही। नर्मल्ली हामी यसरी बुझौँ कि कसरी बुझौँ भने यसलाई स्पष्ट रूपमा जन्मले मात्र हुन्न। जन्मले फेभर गर्छ, शास्त्रले विभेद गर्दैन। शास्त्रमा विभेद छैन एक। र अर्को सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने हामी के हुने भन्ने कुरा प्रारब्ध एक ठाउँमा छ, सँगसँगै अहिले हामीले गरिरहेको कर्म पनि त छ नि, त्यसलाई पनि त हेर्नु पर्यो। यदि हिरण्यकश्यप एकदम ब्राह्मणका सन्तान हुन्, ब्राह्मण पनि कस्ता ब्राह्मण भने त्यो आदि मानुष के थिए चाहिँ, तीभन्दा अगाडि मनुष्यको सृष्टि नै थिएन नि होइन। जस्तो हो उनीभन्दा अगाडि अरू को थियो त मनुष्य? दितिबाट चाहिँ दैत्यहरू जन्मिनुभन्दा अगाडि अरू को थियो त यहाँ संसारमा? सृष्टि नै थिएन एक हिसाबले। अब हिरण्यकश्यपलाई वध गरेर हिरण्याक्षलाई वध गरे पछाडि भगवान विष्णुलाई ब्रह्म हत्याको पाप लाग्नुपर्ने होइन? लागेन नि। ती ब्राह्मणै थिएनन् कि ब्राह्मणका सन्तान थिए तर ब्राह्मण थिएन। नत्र ब्रह्म हत्याको पाप लाग्नु पर्दैन ब्राह्मणलाई मारेर, लागेन नि भन्छ। ती ब्राह्मण थिएनन्, बुझ्नु त्यो पर्यो। ब्राह्मण पुत्र थिए, ब्राह्मण चाहिँ थिएनन्। एकदमै त्यसरी पनि हेर्नु पर्यो। शास्त्रमा वर्ण परिवर्तनका
अनेक त्यस्ता उदाहरणहरू हामीले देख्न सक्छौँ। त्यो अझ विशेष गरी विष्णु पुराणमा, वायु पुराणमा होइन अनेक देखिन्छ क्या त्यो वर्ण परिवर्तन भएका कुराहरू। त्यही भएर परिवर्तन सम्भव छ र जन्मकै आधारमा मात्रै चाहिँ हुन्न, हामी विभेद गर्दैनौँ। त्यो चाहिँ हामी विभेद गर्दैनौँ। त्यो शौनकका अरू कुरै छोड, हरिवंश पुराणमा प्रसङ्ग आउँछ शौनकका सन्तानहरू चाहिँ तिनीहरूको कर्मभेद अनुसार चाहिँ ब्राह्मण क्षत्रिय वैश्य शूद्र 4 जना छोराहरू 4वटै वर्णका भएका छन्। एकैजना शौनकका पुत्रहरू, उनी चाहिँ ऋषि हुन् है। फेरि शौनक चाहिँ ऋषि हुन्। यो हरिवंश पुराणमा, विष्णु पुराणमा, वायु पुराणमा, 3टै पुराणमा यो प्रसङ्ग आउँछ। कर्मभेद अनुसार 4 पुत्रहरू 4 वर्णका भएका छन्। महाराजजी, अब यो हामीले गुरुकुलको कुरा गऱ्यौँ, त्यसै गरी अहिले हजुरले कन्या गुरुकुलको पनि स्थापना गर्ने सोच्दै हुनुहुन्छ। यो आवश्यकता कि अभियन्ता? यो चाहिँ सबैभन्दा मुख्य कुरा, यदि योग्य गृहस्थहरू, अघि जुन मैले भने नि हजारौँ योग्य गृहस्थ हामी गुरुकुलबाट उत्पादन गर्न चाहन्छौँ भने अब छोरालाई मात्र पढाएर त योग्य गृहस्थ नहोला नि त। तिनलाई विवाह गर्दिनका लागि छोरीहरू पनि चाहिएला, योग्य हुनु पर्यो। अब यसलाई आवश्यकता भन्नु पर्यो। योग्य गृहस्थ चाहिने हो भने अध्ययन दुवैको चाहिन्छ। र हामीले पढाएकामा के हुने भयो भने ती चाहिँ तिनीहरूको गुण, तिनीहरूको स्वभाव पनि त हामीलाई थाहा हुन्छ। जो जस्तो गुण र स्वभाव छ, अब जस्तो छोराहरू त हाम्रा छन् गुरुकुलमा, अब तिनलाई चाहिँ अघि जसरी मैले भने सारा अष्टकोटदेखि लिएर सबै मिलाएर विवाह गर्दैनुपर्छ भनेर भनी, त्यो मिलाउन कन्याले पनि त मान्नु पर्ला भनेपछि त्यो बुझ्ने कन्याहरू पनि त उत्पादन त गर्नु पर्ला नि कतैबाट होइन। भनेपछि त्यो आवश्यकता हो। अभियान भन्दा पनि आवश्यकता भयो। अब छिटै हजुरको यो अभियान पनि पुरा होस्, हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना। र त्यसै गरी महाराजजी, हजुरले 108 तीर्थको यात्रा सँगसँगै तीर्थ यज्ञको जुन सङ्कल्प लिनुभएको छ, कतिवटा यज्ञहरू पूर्ण भए? 46वटा यज्ञहरू पुरा भए। हामी यो वर्षभित्र सम्पूर्ण यज्ञहरू पूर्ति गरेर अब 2083 सालको नरसिंह चतुर्दशी वैशाख 16 गतेबाट त्यसको पूर्ण आहुति गर्ने भन्ने योजना गर्दैछौँ। तीर्थ यज्ञ जुन हामीले गर्दैछौँ यो चाहिँ यसमा 2टा उद्देश्य निहित छ। एउटा त भारतका र नेपालका धेरै तीर्थहरू हामी पुग्ने गर्छौँ। नेपालका भन्दा नि भारतमा धेरै तीर्थहरू पुग्ने गर्छौँ। नेपालकै तीर्थहरूको चाहिँ हामीलाई त्यति धेरै ज्ञात छैन। यहाँ काठमाडौँमा मध्य भागमा उभिएर हेर्ने हो भने 10 दिशामा 2 किलोमिटरभित्र शास्त्रमा उल्लेख गरिएका अनेक तीर्थहरू आउने गर्छन्। जस्तो यो मैले अहिले हिन्दुत्व नेपाललाई विश्वगुरु बनाउने आधार भन्ने एउटा पुस्तक चाहिँ तयार गरेको छु। त्यो पुस्तक छपाईको क्रममा छ। त्यहाँ मैले नेपालमा भएका त्यस्ता शास्त्रमा वर्णित तीर्थहरूको सम्बन्ध र विश्वमा जति पनि परम्पराहरू छन् वैदिक परम्परा, ती सबै परम्पराको जरो कसरी नेपालमा गाडिएको छ भन्ने सम्बन्धमा चाहिँ चर्चा गरिएको छु। जस्तो हाम्रै कुरा गर्दाखेरि म ब्रह्ममत गौडीय परम्परामा दीक्षित व्यक्ति हुँ। हाम्रा आराध्य देव राधिका रमण भगवान गण्डकी नन्दन भगवान हुनुहुन्छ। यहीँबाट गोस्वामीजीले चाहिँ शालिग्राम लिएर जानुभएको र शालिग्रामबाट चाहिँ प्रकट हुनुभएको होइन। त्यस्ता सबैतिर निम्बार्क परम्परामा कुरा गर्ने हो भने राधा सर्वेश्वर भगवान जो हुनुहुन्छ गण्डकी नन्दन भगवान नै हुनुहुन्छ। शङ्कराचार्य भगवानले चाहिँ सारा 4 जो धामहरू छन्, जगन्नाथ द्वारकादेखि लिएर बद्रीसम्म सबै ठाउँमा शङ्कराचार्य भगवानले चाहिँ शालिग्राम लगेर स्थापना गर्नुभएको छ। भनेको जगतमा जति पनि प्रणाली र जति पनि वैदिक परम्पराहरू छन् तिनको जरो चाहिँ नेपालसँग गाडिएको छ। तिनीहरूको मूल चाहिँ कतै न कतैबाट गएर नेपालसँगै जोडिएको छ। कुनै श्री वैष्णव होलान् जसका घरमा शालिग्राम हुन्, त्यो विश्वमा जहाँ भए पनि यहीँकै हो। एकदम सृष्टिको आदिकालमा जब स्वयं भगवान विष्णु एवं ब्रह्माको मतभेद भयो त्यतिखेर ज्योतिर्लिङ्गका रूपमा चाहिँ स्वयं भगवान पशुपति प्रकट हुनुभयो। त्यसकारण आदिलिङ्ग भनेर पनि भन्छौँ हामी होइन। त्यसै गरी जब यहाँ भारतवर्ष भनेर नाम रह्यो, ती भारतवर्ष भनेर नामाकरण गराउन सक्ने योग्यता भएका भरत महाराजको जन्मस्थली तपस्थली गण्डकीकै किनार हो। एकदमै आदिकालमा जब भगवान शङ्कर, भगवान ब्रह्मा र भगवान विष्णुको मतभेद अन्त गर्न प्रकट हुनु पर्यो, यही काठमाडौँको खाल्डोमा प्रकट हुनुभएको थियो। त्यस्ता कति घटना छन् होइन। अब त्यसले गर्दा त्यो जहाँ जहाँ जे भए पनि नेपाल भनेको आध्यात्मिक जगतको त्यो शिरोमणि हो, त्यो मुकुटमणि हो। त्यसकारण यहाँ रहेका तीर्थहरू पनि प्रचार हुनुपर्छ। अब हाम्रो समस्या के छ भने समग्रमा
हुन त नजिकको तीर्थ हेला सबैतिर लागु हुन्छ तैपनि अलि कठिन भयो भने जानलाई हामीलाई त्यो चाहिँ ठुलै तीर्थ हो कि हो जस्तो लाग्छ। म चाहिँ घरबाट फुत्त बाहिर निस्क्यो तीर्थमा पुग्यो, त्यो मान्छेलाई तीर्थ जस्तै नलाग्ने। यसकारण यिनको महत्त्व पनि प्रकट होस्, सँगसँगै आफ्नो साधना पनि होस्। दुईटा उद्देश्य जुन भनियो, एउटा त्यो तीर्थहरूको महत्त्व प्रकट होस्, सबैलाई थाहा होस्, र फेरि सबै ठाउँमा पुग्न सबैलाई सम्भव पनि हुन्न। कमसेकम हामी सबैतिर घुमेर खिचेर देखाउँदा नपुगे नि पुगे जस्तो अनुभूति हुन्छ नि सबैलाई। दामोदर कुण्ड यस्तो रहेछ, यस्तो थियो, यति गाह्रो थियो। हामीलाई त अनुभव पनि भयो, त्यो दुवै प्रकारको अनुभव के, एउटा रमाइलो अनुभव, एउटा चाहिँ त्यो अध्यात्म अनुभूति, त्यो दुइटै होइन। त्यसकारण त्यो तीर्थयज्ञ चाहिँ भयो, त्यसको पूर्ण आहुति अब छिटै नै गर्दैछौँ। धर्म शब्दको परिभाषा जीवन के हो त? जीवन भन्दा पनि पहिले धर्म जुन हामीले कुरा गऱ्यौँ, धर्म शब्दको अर्थ अथवा धर्म के हो भन्दै गर्दा अब हामी चाहिँ आजकल के भन्छौँ भने धर्म परिवर्तन भन्छौँ, कहिले कहिले के भन्छौँ। यो धर्मको पनि हाम्रो आफ्नो आफ्नो खालको चाहिँ बुझाइ छ। धर्म भनेको सरल भाषामा धर्म भन्दै गर्दाखेरि यो धर्म शब्दको बनोट पहिला हामीले बुझ्नुपर्छ। ध्री धातुबाट धर्म भन्ने शब्द बन्ने गर्छ। ध्री धातुमा मन प्रत्यय लागेर धर्मन शब्द जुन बन्छ। अब यो ध्री धातुमा मन प्रत्यय जोड्दाखेरि त्यो ध्वनि परिवर्तनको नियम छ पाणिनी सूत्र अनुसार। ती सूत्र अनुसार त्यो विभक्ति आदि त्यो चाहिँ ले धर्म भन्ने जुन शब्द बन्छ, त्यो धर्म भन्ने शब्द आफैमा धारण गर्नु भन्ने बुझिन्छ अथवा धारण गरिएको भन्ने बुझिन्छ। जस्तो जो धारण गर्न योग्य छ भन्ने बुझिन्छ। धर्मको अर्थ के हुन्छ भने धर्म भनेको मार्ग पनि हो र आफैमा साध्य पनि हो, मतलब त्यो अन्तिम लक्ष्य पनि धर्म हो र मार्ग, त्यो धर्म प्राप्तिको मार्गलाई पनि धर्म नै भनिन्छ। हामी अहिले धर्म भन्दै गर्दाखेरि इसाई मुसाई कसाई सबै बुझ्छौँ कि त्यो हाम्रो बुझाइ गलत हो। धर्म भनेको वैदिक शब्द हो, यसले धारण गरिएको, जस्तो धर्म भन्दै गर्दा धारण गर्नु भन्ने बुझियो होइन, धारण गरिएको भन्ने बुझ्यो, धारण गर्न योग्य भन्ने बुझ्यो, जसद्वारा अस्तित्व कायम हुन्छ भन्ने पनि बुझ्नु पर्यो। जस्तो धर्मका कारण कुनै वस्तुको कुनै विषयको अस्तित्व कायम हुन्छ, कुनै अस्तित्वसँग सम्बन्धित हुन्छ। अब हामीले धर्म भन्दै गर्दाखेरि जुन अहिले चाहिँ हामीले यो विभिन्न रिलिजियस फेथ भन्ने गर्छु कि मैले, विभिन्न चाहिँ रिलिजियस फेथ अथवा विभिन्न मत श्रद्धावादहरूलाई हामीले धर्म भनेर बुझ्न मिल्दैन। धर्म आफैमा परिपूर्ण शब्द हो। धर्मका अगाडि पछाडि हिन्दू, क्रिस्चियन, मुस्लिम, बौद्ध आदि भनेर झुन्ड्याइराख्नु पर्दैन। धर्मलाई फुर्कोको आवश्यकता छैन। धर्म आफैमा परिपूर्ण शब्द हो। धर्म भनेको त्यो के धर्म भन्ने प्रश्नै हुन्न कि, धर्म भनेको परिपूर्ण शब्द हो र यसले धारण गरिएको वा गर्नु भन्ने बुझाउँछ, जसद्वारा अस्तित्व कायम हुन्छ। कुनै पनि वस्तुको अस्तित्व बुझाउने जो विषय छ त्यसलाई धर्म भन्नुपर्छ। जस्तो आगो भन्दै गर्दा हामीले के बुझ्छौँ भन्दा त्यसले पोल्छ, तातो दिन्छ, प्रकाश दिन्छ भन्ने बुझ्छौँ नि। जस्तो नपोल्ने खालको आगो भन्ने सुनेको छौ कहिले? पुरै जङ्गलमा नपोल्ने खालको आगो लागेको छ, नजलाउने खालको आगो लागेको छ। त्यो हामीले चाहिँ त्यो पर्सिभै गर्दैनौँ, त्यो कहिले सोच्दैनौँ हामीले। आगो भनेपछि त पोल्नु पर्यो नि। मतलब आगोको अस्तित्व केले बताउँछ? जल्नुले, पोल्नुले। धर्म भनेको आगो भन्न साथ हामीले त्यसको धर्म बुझ्छौँ कि धर्मले आगोलाई बुझाउँछ। त्यसै गरी हाम्रो धर्म भन्ने कुरा भयो। अब जब धर्मको हाम्रा वैदिक वाङ्मयहरूले दुईटा अर्थ दिन्छ। एउटा दैहिक धर्म भनेर अर्थ दिन्छ, जुन देह अनुसारको धर्म, शरीर धारण गरेपछि शरीरको काम, कर्तव्य, अधिकारका कुराहरू हुन्छन् हैन। जस्तो शरीरै पछि फरक हुन्छ, त्यो शरीरै पछि फरक हुन्छ नि, काम, कर्तव्य, अधिकारका कुरा। अर्को जैव धर्म भन्छौँ, सनातन धर्म पनि भन्छौँ, जो भनेको के हो भने सनातन रूपमा सम्पूर्ण जीवलाई लागू हुने धर्म हैन। त्यो चाहिँ सबैलाई समान हुन्छ। अब के छ भने यो धर्मको यही दुईटा प्रकार मात्र छ। दैहिक धर्म जुन देहद्वारा निभाउनु पर्ने धर्म, र जैव धर्म जो हरेक जीवले निभाउनु पर्ने धर्म। पहिले दैहिक धर्म सम्बन्धमा चर्चा गर्दा देहले एउटा धर्म लिएर आएको हुन्छ। जस्तो हाम्रो देहले हरिणको शिकार गर्यौँ भने जेल गइन्छ, बाघको देहले हरिणको शिकार गर्यो भने त्यो धर्ममै गनिन्छ। त्यो बाँच्नका लागि गरेको कुरा हो हैन।
हामीले घाँस खायौँ भने मानसिक रूपमा सन्तुलन बिग्रियो भन्ने बुझिन्छ। गाईले घाँस खायो भनेदेखि त्यो चाहिँ धर्ममै पर्छ। किनभने दैहिक धर्म भनेको देह अनुसार फरक हुन्छ। जस्तो तिम्रो देह र मेरो देहमा पनि धर्म फरक हुने भने पुरुष शरीर लिएर आउँदाखेरि मैले गर्नुपर्ने धर्म अलग छ, स्त्री शरीरले गर्ने धर्म अलग छ। अब त्यही स्त्री शरीरमा पनि आमाले गर्ने धर्म अलग छ, पत्नीले गर्ने धर्म अलग छ, पुत्रीले गर्ने धर्म अलग छ, मित्रले गर्ने धर्म अलग छ हैन। भनेपछि दैहिक धर्म भनेको परिवेश र वातावरण अनुसार परिवर्तन हुन्छ। यही देह हो, स्त्री शरीर नै हो अथवा पुरुष शरीर नै हो, तर उसले चाहिँ कुनै विषयलाई रोजे पछाडि धर्म अलग हुन सक्छ। जस्तो जसले चाहिँ सेफको चाहिँ कर्मलाई रोज्यो भनेदेखि उसको धर्म अलि फरक हुन सक्छ। कसैले चाहिँ कलाकारको वृत्तिलाई भनेपछि दैहिक धर्म चाहिँ के हुन्छ भने वातावरण, परिवेश, वृत्ति अनुसार फरक हुँदै जान्छ। एउटा शरीर अनुसार धर्म हुन्छ, त्यो शरीरले चयन गर्ने वृत्ति अनुसार पनि धर्म अलग हुन्छ हैन। अब सनातन धर्म जो भन्यो, जैव धर्म जो भन्यो, हरेक जीवले पालन गर्नुपर्ने धर्म, त्यो चाहिँ एउटै हुन्छ। त्यो के हो भने जीवले चाहिँ जीवात्माले परमात्मासँगको आफ्नो सम्बन्ध पुनर्स्थापित गर्नु पर्यो। त्यो जसरी हुन्छ पुनर्स्थापित गर्नु पर्यो। त्यो सबैको एउटै हुन्छ। त्यो गजेन्द्रले पनि स्तुति गरेर भगवान प्राप्ति गरे, ग्राहले गजेन्द्रलाई आक्रमण गरेर पनि भगवत प्राप्ति गरे, कालियाले चाहिँ त्यो उहाँ चाहिँ उसमा गएका त्यो यमुनामा चाहिँ पानी पिउन गएका गाईको वध गर्दा गर्दै भगवत प्राप्ति गरे। त्यसै गरी त्यो सबैले प्राप्ति गर्ने विषय जैव धर्म भनेको चाहिँ एउटै मात्र छ, भगवत प्रीति लाभ, त्यही मात्र हो जैव धर्म भनेको। कसरी हुन्छ भगवानका चरणमा प्रीति हुनु पर्यो, त्यही मात्र धर्म हो। त्यो गराउने सबै थोक धर्मको मार्ग हो। जुनद्वारा भगवत प्राप्ति हुन्छ, जुनद्वारा भगवानलाई प्रीति प्राप्त हुन्छ अथवा भगवानका चरणमा अहैतुकी अप्रतियता भक्ति प्राप्त हुन्छ, त्यो सबै जैव धर्म हो। जुन विषयले त्यसलाई रोक्छ त्यो सबै अधर्म हो। यसै पनि धर्मको सम्बन्धमा चर्चा गर्दा वेद प्रणीतो धर्म भनेर हामी भन्छौँ कि चाहे दैहिक धर्म होस् चाहे जैव धर्म होस्, त्यो दुवै स्थिति वेद प्रणीत धर्म हो। वेदले जे प्रणीत गर्छ त्यो धर्म हो। वेद प्रतिकूल सबै अधर्म हो। तिनलाई अरू नाम दिन सकिन्छ, धर्म नाम दिन सकिन्न। त्यही भएर म बार यो धर्म परिवर्तन भन्ने शब्दै गलत हो भन्ने गर्छु। अब कसरी परिवर्तन हुन्छ यो कुरो, शरीरले लिएर आएको कुरो कसरी परिवर्तन हुन्छ? त्यो त के हो भने विभिन्न मतका प्रभावमा पारेर हामीलाई मानसिक दासत्व स्वीकार गर्ने, तिनका स्वार्थ पूर्ति गर्ने मार्ग मात्र हो। त्यो रिलिजियस पोलिटिक्स भन्छु। हाम्रो त्यो रिलिजियस भन्नु, त्यो रिलिजन भन्नु र हाम्रो धर्म भन्नु फरक कुरा हो। तिनको रिलिजन परिवर्तन हुन सक्छ, हाम्रो धर्म चाहिँ परिवर्तन हुँदैन। हाम्रो धर्म चाहिँ परिवर्तन हुनु, हाम्रो अपरिवर्तनीय छ। ती जो अहिले समाजमा चाहिँ हाम्रो संस्कार संस्कृति र धर्म छोडेर अन्य विषयमा लागेका छन्, ती चाहिँ कोही दिग्भ्रमित हुन्, कोही पथभ्रष्ट हुन्। तिनले धर्म परिवर्तन गरेका होइनन्। कोही भ्रममा परेका हुन्, दिग्भ्रमित भएका हुन्, कोही पथभ्रष्ट भएका हुन्, त्यति मात्र, अरू केही पनि होइन। धर्म परिवर्तन त हुँदैन। एकदम प्रष्ट कुरो त्यो। वेदले जे प्रणीत गरेको छ त्यही मात्र धर्म हो। जसले वेदले प्रणीत गरेका सिद्धान्तलाई जसले परिपालन गर्छ त्यो धार्मिक हो, अरू सबै अधार्मिक हुन्। वेदले जसले वेदलाई मान्छ त्यो आस्तिक हो, जसले वेदलाई मान्दैन त्यो नास्तिक हो। कोही नास्तिक भयो भन्दैमा नराम्रै हुनुपर्छ भन्ने त छैन नि त। त्यो व्यक्तिगत रूपमा विचार गर्न सकिन्छ। तर आस्तिक र नास्तिक, धार्मिक र अधार्मिकको चाहिँ डेफिनेसन क्लियर छ। वेद मान्ने धार्मिक पनि हुन्, आस्तिक पनि हुन्, वेदलाई नमान्ने नास्तिक हुन्, अधर्मी हुन्, सिद्धो कुरो। अब अरू कुरामा छुट्टै बहस गर्न सकिन्छ, यो बहसको विषय नै होइन। एकदमै महाराजी, हाम्रो यो युगान्त ज्ञानको पहिलो कार्यक्रम पनि हो। हजुर आइदिनु भयो, समयको लागि एकदमै धेरै धेरै धन्यवाद। र कार्यक्रमको अन्त्यमा दर्शक साथै आफ्नो भक्तजनको लागि जीवनको एक मन्त्र के दिन चाहनुहुन्छ? अब मैले त सुरु गर्दा नि त्यहीँबाट सुरु गरेको थिएँ, अन्त पनि त्यहीँबाट गर्ने। जीवनमा केही गर्न सकिएन छ भने पनि साधुसङ्ग, हरिनाम कीर्तन र शास्त्रको अध्ययन चाहिँ गर्नुपर्छ। अरू केही गरे पनि नगरे पनि, जसरी श्वास लिन चाहिँ हाम्रो अति महत्त्व छ नि, यो जगतलाई मर्त्यलोक भन्छन् कि, जहाँ यसलाई मर्त्यलोक किन भनेको भने यहाँ चाहिँ स्वाभाविक रूपमा कुनै कष्ट बिना प्राप्त हुने अथवा कुनै अधिक श्रम नगरिकन स्वाभाविक रूपमा चाहिँ मृत्यु मात्र प्राप्त हुन्छ। जस्तो के पनि गर्दैन भनौँ भने मृत्यु प्राप्त हुन्छ। अरू केही चाहियो भने केही गर्नै पर्छ कि, यहाँ मृत्यु बाहेक अरू जे हामीलाई चाहिएको भए पनि केही गर्नै पर्छ। केही नगरिकन प्राप्त हुने मृत्यु मात्र छ। भर्खर जन्मेको बच्चाले मुखै खोल्दैन, आमाको दुध नै चुस्दिन भन्यो भने मृत्यु प्राप्त हुन्छ। अब बाँच्नका लागि आमाको दुध चुस्नुपर्छ भनेको
त्यो मात्र हो र त्यहाँ चाहिँ जन्मिन साथ एकचोटि चिच्याउनुपर्छ, नत्र के हो भनेर घोस्न लाग्छ, मुखबाट पाइप खान्न लाग्छ। यहाँ त बाँच्नका लागि अस्वाभाविक कर्म गर्नुपर्छ, स्वाभाविक रूपमा मृत्यु मात्र प्राप्त हुन्छ। जसरी मृत्युबाट बच्नका लागि अस्वाभाविक रूपमा हामीले यहाँ कर्म गरेर जीवन धानेका छौँ, त्यो जीवन धान्नु मात्र यो मनुष्य शरीरको लक्ष्य होइन। मनुष्य शरीरको लक्ष्य त्योभन्दा धेरै माथि छ। आहार निद्रा भए मैथुन, यी 4 कुरा त पशु र हामीमा समान छ। अब हामी चाहिँ सफिस्टिकेटेड एनिमल मात्र हो त, अलि विशिष्टीकृत खालका पशुहरू, 2टा खुट्टा टेकेर हिँड्ने खालका पशुहरू, त्यहाँभन्दा विशेष केही होइनौ त। हो नि त, त्योभन्दा विशेष हामीमा धेरै थोक छ। विवेक छ सबैभन्दा मुख्य कुरा, चेतना छ। त्यो विवेक चेतना त सबैमा छ। अब कुकुर बिरालो त्यो किरा फट्याङ्ग्रा सबैमा छ, चेतन छन् नि ती। तर चेतनाको प्रयोग विवेकसँग ढङ्गले गर्ने चाहिँ हामी मात्र छौँ, मतलब विवेक छ। त्यसकारण विवेक हुनु र चेतना हुनु अलग कुरा भयो। चेतना मात्र भनेको चाहिँ अहिलेसम्म सबै समग्र सृष्टि हेर त, त्यो आहार निद्रा भए मैथुन बाहेक छैन नि। एकदमै चेतनशील छन् सबै। जो चेतनामा छन्, आहार निद्रा भए मैथुन तिनीलाई मात्र चाहियो। यो चाहिँ कापीलाई चाहिन्न नि, त्यो टेबललाई चाहिन्न नि। चेतना भएकालाई आहार निद्रा भए मैथुन, त्यो चेतना भएकालाई हुन्। त्यो बाहेक अधिकाधिक विवेक भएका कारण हामीमा चाहिँ विवेकका प्रभावका कारण त्यो मात्र हाम्रो जीवनको लक्ष्य होइन। कसरी राम्रो खाने त्यो मात्र जीवनको लक्ष्य होइन, अथवा कसरी राम्रो लगाउने, आफूलाई कसरी बेटर वेबाट डिफेन्ड गर्ने। कुकुर बिरालाले गारगार गुरगुर गर्दै दाँत र नङ्ग्राले डिफेन्ड गर्छन्, हामी मिसाइल सिसाइलले डिफेन्ड गर्छौँ। आखिर काम त एउटै हो नि, डिफेन्डै गर्नु त नि आफू, होइन? हजुर, जस्तो आफ्नो बचाव नै त गर्नु हो। त्यो मिसाइल नभन्दा नि हामी खोकोरी खुँडा जेले भए पनि डिफेन्ड गर्ने प्रयास त गर्थ्यौँ नि त। हाम्रो हातमा बन्दुक छैन भनेर हामी चाहिँ तुरुन्तै मर्न तयार हुन्छौँ र ढुङ्गा मुढा गरेर भयो नि आफ्नो डिफेन्ड त गर्छौँ नि त। अलि सफिस्टिकेटेड वेबाट डिफेन्ड गऱ्यौँ, नङ्ग्राका सट्टा मुङ्ग्राका सट्टा मिसाइलले डिफेन्ड गऱ्यौँ भन्दैमा हामी बेटर त हुन्न नि त। कार्य त एउटा नि। जस्तो कुकुर बिरालाले काँचै खाए, हामीले पकाएर खायौँ, त्यही भएर हामी चाहिँ अलि ज्यादा तृप्त भयौँ भन्ने त हुन्न। अगाए पछाडि हामी पनि खान्नौँ, तिनी पनि खान्नन्, होइन? भन्न खोजेको हामी सफिस्टिकेटेड एनिमल मात्र त होइनौँ नि त, केही त फरक छ नि, होइन? यदि हामीले मानव शरीर पाएर यत्रो उच्च विवेक प्राप्त गरेर पनि आहार निद्रा भए मैथुन यही 4वटा कुरामा मात्र लाग्यौँ भने वी आर नो मोर बेटर देन एनिमल्स। कुकुर बिरालो भन्दा मेरा परम गुरुदेव श्रील प्रभुपादले नो मोर बेटर देन हक्स एन्ड डग्स भन्नुहुन्थ्यो क्या। सुँगुर र कुकुर भन्दा चाहिँ फरक भइएन भनेर। सो वी सुड बिकम बेटर देन हक्स एन्ड डग्स भन्ने त हो। एकदमै। त्यसका लागि विवेकको प्रयोग गर्नुपर्छ। त्यो कहाँबाट सुरु हुन्छ भन्ने कुरा, त्यो सुरु कहाँबाट हुन्छ भने अथतो ब्रह्म जिज्ञासा, शास्त्र अध्ययन साधुसङ्घबाट सुरु हुन्छ। यदि शास्त्र अध्ययन साधुसङ्घ हरिनाम कीर्तन आदिमा हामीले जीवनलाई लगाउन सक्दैनौँ अथवा ब्रह्मको जिज्ञासामा जीवनलाई लगाउन सक्दैनौँ भने हामीले उच्चतम योनि प्राप्त गरेर पनि निकृष्ट जीवन बितायौँ। त्यस्तो चाहिँ नराधम भन्छन्, नरपशु भन्छन्। नर चाहिँ नर नै हो, तर जीवन चाहिँ पशु समान भयो कि। त्यसकारण सफिस्टिकेटेड एनिमल भन्न मिल्यो, होइन? ठ्याक्कै सफिस्टिकेटेड हुँदैन। अब त्यो मात्र चाहिँ बनाउन हुन्न जीवनलाई। जीवनलाई जीवन्त रूपमा जिउनुपर्छ। यसका लागि चाहिँ सबैलाई भगवानको कृपा होस्। र कार्यक्रमको अन्तिममा हजुर जोडिने बित्तिकै नृसिंहधाम पनि अटोमेटिकली जोडिन्छ। नृसिंहधामको चर्चा हुन्छ, हजुर जहाँ जानुहुन्छ त्यहाँ नृसिंहधामको चर्चा हुन्छ, किनभने नृसिंहधामको पुनर्जीवन हजुरले गर्नुभएको छ। यो कथा कहाँबाट सुरु भयो, यो प्रेरणा कहाँबाट आयो? एउटा साइन्स एन्ड साइन्टिस्ट भन्ने कन्फरेन्स हुने गर्छ, विजयवाडामा कन्फरेन्स थियो। हामी केही विद्यार्थीहरूलाई लिएर विजयवाडा गएका थियौँ। त्यहाँ चाहिँ त्यो कन्फरेन्समा मैले पेपर पनि प्रेजेन्ट गर्ने गर्छु, त्यो साइन्स एन्ड साइन्टिस्ट भन्ने कन्फरेन्समा। र त्यहाँ चाहिँ हामी विद्यार्थीहरू लिएर गएका थियौँ। त्यहाँबाट 11वटा नरसिंहपीठहरू हामीले दक्षिण भारतमा परिभ्रमण पनि गऱ्यौँ। फर्केर आउँदा गाडी छुटेपछि अरूले दुःख पाउँछ भने हामीले चाहिँ गाडी छुटेका कारण भगवान् नृसिंहदेवको एउटा पीठ 12वटा पीठमध्ये एउटा पीठ नेपालमा पर्छ भन्ने सौभाग्य चाहिँ हामीलाई त्यो गाडी छुटेर थाहा भयो। र कथा धेरै लामो छ, यसलाई एकदम छोटकरीमा भन्नुपर्दा भगवान् नृसिंहदेवले हामीलाई छान्नुभयो। भगवान् नृसिंहदेवले अहेतुकै कृपा गर्नुभयो। त्यो हामीबाट केही आश गरेर होइन कि अब यिनको उद्धार गरिदिनु पर्यो भनेर हामीमाथि कृपा गर्नुभयो र हामीलाई कारक बनाउनु भयो। गजबको कुरो हो, भगवान् र हामीमा फरक के छ भन्दा सबभन्दा ठुलो कुरो यही देख्छु कि भगवान्ले हामीलाई छान्नुभयो, हामीलाई माध्यम बनाउनु भयो, हाम्रो हातबाट सबै काम गराउनु भयो। गराएको उहाँले हो, अनि क्रेडिट पनि हामीलाई नै दिनुभयो। हामीलाई चाहिँ कहिले काहीँ के लाग्छ भने हुन त सबै थोक भगवान्ले गराउनु भयो। हामीलाई के लाग्छ भने
कम चान्चुने मान्छे त म पनि कहाँ हो र 4 वर्षमा यत्रो काम गर्यो घाट यो चाहिँ मिथ्या अहङ्कार हुन्छ एकदमै आखिर छानेको पनि उहाँले गराएको पनि उहाँले तर लाग्न चाहिँ के लाग्छ नि चान्चुने मान्छे त म पनि कहाँ हो 4 वर्षमा यत्रो काम गरेको छु नि तर सत्य के हो भने भगवान नृसिंहदेवका कृपाले हामीले जो कार्य त्यहाँ भएको छ त्यो मन नभए पनि बन्थ्यो किन भगवानको इच्छा हो दैव इच्छा हो माध्यम निमित्त बनाउनु भयो यसै पनि अर्जुनलाई भगवानले गीतामा निमित्त मात्र भए सभ्य सचिन भन्नुहुन्छ कि हे सभ्य सचिन तिमी निमित्त बन मेरो त्यस्तै गरी हामीलाई भगवान नृसिंहदेवले त्यो कहीँ कतै टुटेका फुटेका भए पनि भजन गरेका थियौँ त्यो भजनका प्रभावले भगवानले चाहिँ छान्नुभयो निमित्तका रूपमा अनि अहिले गर्व गर्न पाएछौँ हामीले गरे नि भनेर त्यो भगवान नृसिंहदेवको कृपाले प्राप्त भएको प्राचीन नृसिंह क्षेत्र हो लिच्छिवीकालीन अवशेषहरू फेला परेका छन् पौराणिक क्षेत्र हो जसले पुराणलाई मान्छौँ पुराणलाई मान्ने व्यक्तिलाई त भगवान नृसिंहदेवको प्रकट्य स्थल हो त्यो त भगवानले चाहिँ हिरण्यकश्यपको वध गर्नुभएको स्थान प्रहलादकोलाई दर्शन दिनुभएको स्थान हो यसकारण जसले पौराणिक इतिहास मान्छौँ पुराणलाई प्रमाण मान्छौँ हाम्रा लागि सत्ययुगदेखिको पूजनीय स्थल हो तीर्थ क्षेत्र हो धाम हो जसले पुराणलाई मान्दैनौ होइन इतिहास मात्र हेर्छु भन्नेलाई पनि ऐतिहासिक ठाउँ हो लिच्छिवीकालीन मन्दिरका अवशेषहरू थिए 1700-1800 वर्ष पुरानो मन्दिर भएको ठाउँ हो पछिल्लो समय 4-5 वर्षदेखि भगवान नृसिंहदेवको कृपा भयो त्यसको चाहिँ पुनरुत्थानको कार्यमा निमित्त बनाउनु भएको छ अहिले त भगवान नृसिंहदेवलाई नयाँ मन्दिरमा राखेका छौँ सुरुमा जाँदाखेरिको म सम्झिन्छु त्यो धादिङ बेसीदेखि नै बाटो ठिक थिएन म 35 किलोमिटर 5-7 पटक हिँडेको छु लखर हिँड्थेँ त्यो हिँडेर धादिङ बेसी आइपुगे पछाडि फर्किनै मन लाग्दैन थियो फेरि यो 35 किलोमिटर हिँड्नुपर्छ भनेर उता गएपछि यता आउनु मन लाग्दैन थियो सुरुमा हामी जाँदाखेरि कहिलेकाहीँ बिहान ठिक्क अब भगवानलाई भोग बनाउने बेलामा त्यो मुसाले सलाई कता पुर्याइदिया हुन्थ्यो 1.5 घन्टा लगाएर सलाई किन्न जानु पर्थ्यो उहाँ पुगेर फर्केर आउँदा पकाउने मुडै हराइसक्थ्यो कि के पकाउने हो 3 घन्टा हिँडिसक्यो के पकाउने त्यहाँ अब त्यो एउटा सलाई लिनु फेरि त्यो ल्याएर राखेको सलाई नि सुरक्षित रहन्छ भन्ने कहाँ हुन्थ्यो र भरे मुसाले लगिदियो भने त हुन्न अहिले बहुत सुन्दर अहिले भगवान नृसिंहदेवको कृपाले निर्माणकै क्रममा छौँ तर पनि त्यतिखेरको सम्झिँदा र अहिले देख्दाखेरि त्यो आफै अचम्मित हुन्छौँ यत्रो भयो है यहाँ त भनेर त्यो स्थिति छ हजुरले धेरै पटक निमन्त्रणा गर्नुभयो जाने सौभाग्य प्राप्त भएको छैन पक्कै हामी पनि हजुरलाई समयको लागि धेरै धेरै धन्यवाद र अन्त्यमा मैले भन्न छुटाएका हजुरलाई भन्न मन लागेका केही त्यस्ता प्रश्नहरू छन् जुन चाहिँ सोधिएको भए हुन्थ्यो या हजुरलाई केही भन्न मन लागेका कुरा अन्त्यमा केही बाँकी छन् भने जीवन सत्सङ्गमय र भजनमय बनाएर सार्थक गर्नुपर्छ सबैलाई जीवन सार्थक गर्ने सद्बुद्धि भगवानले प्रदान गर्नुहोस् र सबैको जीवन आनन्दमय होस् त्यो बाहेक अन्य विषय त चर्चाका लागि विषय जति पनि छन् चर्चाले जीवनमा परिवर्तन ल्याउनुपर्छ एकदमै र त्यो परिवर्तन ल्याउनका लागि कसैलाई इसाराले पनि पुग्छ अब कसैलाई ब्रह्मा नै आएर सम्झाए पनि तिनले सम्झाए टेर्ने मान्छे ब्रह्म भनेर बस्छन् के गर्न सकिन्छ ब्रह्मा त 4 मुख भएका छन् त 4वटा मुखबाट सम्झाउँदा नि लाग्दैन तर प्रार्थना के गर्न सकिन्छ भने सबैको जीवन आनन्दमय होस् भागवत भजनमय होस् भागवत कृपा सबैको जीवनमा प्राप्त होस् र सबैले जीवनको लक्ष्य प्राप्ति गरौँ यो भगवानसँग विशेष प्रार्थना छ अन्य विषय त फेरि बस्नुपर्छ एकै पटक सकाएर कहाँ पहिलो एपिसोड युगान्त ज्ञान हामीलाई पनि हजुरले आशीर्वाद दिनु होला र युगान्त ज्ञान वास्तवमा यो युग परिवर्तन गर्ने माध्यम बनोस् यो शुभकामना छ तिमीलाई जय हो समयको लागि धेरै धेरै धन्यवाद हरे कृष्ण महाराज धन्यवाद हरे कृष्ण आदरणीय दर्शक महानुभावहरू यतिन्जेलसम्म हामीले युगान्त ज्ञानको नयाँ एपिसोडमा जहाँ धर्म भनेको के हो जीवन भनेको के हो खुसी कसरी प्राप्त हुन्छ आनन्द कसरी हाम्रो जीवनमा आउँछ भन्ने विषयमा चर्चा गऱ्यौँ युगान्त ज्ञान युगको परिवर्तन भागवत कृपा कसरी हुन्छ गुरुदेवको मुखारविन्दबाट यी सबै कुरामा हामीले चर्चा गरिसकेका छौँ कथा प्रवचन धेरै सुन्यौँ अब उहाँका व्यक्तिगत जीवन र उहाँले दिन चाहेको ज्ञान हामीले यो एपिसोडमा चर्चा गरिसकेका छौँ यस्तै गरी अझ विशेष अतिथिका साथमा म अन्य एपिसोडमा पनि उपस्थित हुने नै छु यो एपिसोड हेरिसकेपछि यहाँहरूले आफूलाई लागेका सुझाव सल्लाह प्रतिक्रिया के दिन चाहनुहुन्छ हाम्रो कमेन्ट बक्समा दिन सक्नुहुनेछ भन्दै अहिलेको लागि बिदा माग्छु हरे कृष्ण जय श्री राधेश्याम